भएका दिनको न्यूनतम ज्याला दिएर मात्रै समितिलाई भार नपर्ने गरी गरिएको छ। हामीले तपाईहरुलाई बुझाउँदै आएको तपाईहरुले बुझाउँदै आएको एक पैसा पनि हिनामिना र दुरुपयोग गरेका छैनौं। जे जति खर्चहरू यसै खानेपानी सुधार र विकासका लागि मात्र खर्च भएका छन्, जुन आय विवरण समेत पेश गरिएको छ। हालका दिनहरूमा जम्मा 210 धारा सञ्चालन गरेका छन् र जसको मासिक आम्दानी दर 60,000 हुने र खर्च बिजुली बिल मासिक सरदर 25,000 र कर्मचारी खर्चहरू 23,000 गरी रु 48,000 हुने गर्दछ र 15,000 जम्मा मर्मत नगरेको महिनामा रु 15,000 बचत हुने गरेको तथ्याङ्क जुन यहाँको बुकलेटमा उल्लेख गरेको छ। आदरणीय उपभोक्ताज्यूहरू, हालका दिनहरूमा हाम्रो 3वटा बोरिङ सञ्चालन रहेको र पहिलो बोरिङ विगत 8 महिनादेखि सुकिएको छ र पानी आएको छैन। दोस्रो बोरिङमा पनि पानीको बहाव कम भएको छ भने तेस्रो बोरिङबाट पनि पानीको बहाव ज्यादै कम भइसकेको छ र यही कारण उपभोक्ताका घरमा पानी कम आएको कुरा अवगत गराउन चाहन्छु। तसर्थ तत्काल अर्को बोरिङ हामीले गर्न कोसिस गरेकोमा हामीले बोरिङ गर्न तयार गरेको वडा नम्बर कार्यालयबाट वडा कार्यालय सिफारिस समेत दिइसकेको ठाउँमा बोरिङ गर्न अवरोध हुन पुगेर बोरिङ गर्न असमर्थ भएको कुरा पनि जानकारी गराउन चाहन्छु। त्यसैले तत्काल बोरिङ गर्नको लागि आवश्यक सहयोगको पनि तपाईहरुबाट अपेक्षा गरेको छु र साथै छिमेकी वडाहरूमा मेलम्चीका खानेपानीबाट पानी आउन थालेको सन्दर्भमा हामीले पनि सम्बन्धित निकायमा निवेदन दर्ता गर्दै पहल कदमी गर्दै हामी कहाँ पनि मेलम्चीको पानी जडान गर्न लाग्नुपर्ने विषय अपरिहार्य भइसकेको छ। आदरणीय उपभोक्ताज्यूहरू, विगत लामो समयदेखि हामी समितिमा पदाधिकारीहरूले तपाईँ उपभोक्ताहरूबाटै समिति जिम्मेवारी लिन निरन्तर अनुरोध गरेका छौँ र एकै व्यक्ति लामो समय हाम्रो जस्तो नितान्त सामाजिक संस्था रहनु हुँदैन भन्ने विश्वव्यापी मान्यता सामाजिक परिवेश र अहिलेसम्म स्थापित भएको विधि विधान विपरीत हुने भएकोले उपभोक्ता समितिका पदाधिकारीहरू आजैबाट चयन गरी हामीलाई छुटकारा दिनुहुन अनुरोध गर्दछौँ र हामी हाल रहेका सम्पूर्ण पदाधिकारीहरूले सामूहिक राजीनामा दिएको बेहोरा पनि यही मार्फत जानकारी गराउन चाहन्छु र नयाँ समिति चयन बनोस् र त्यो समितिलाई हाम्रो र सबल कार्य गर्नको लागि सफलता मिलोस् भन्ने कामना पनि व्यक्त गर्न चाहन्छु। हामीले अनेक उतार चढावका बावजुद खानेपानी उपभोक्ता समितिको नाउँमा हाल कृषि विकास बैंकमा 31,66,187 सिद्धार्थ बैंक लिमिटेडमा 67,329 र टौफिकल सहारा सहकारीमा रु 1,81,037 रुपैयाँ समेत गरी 34 आजसम्म टोटल 34,15,400 नगद मौजात रहेको कुरा पनि सबै उपभोक्ताज्यूहरूलाई जानकारी गराउन चाहन्छु। उल्लेखित मौजात रकमको अनुमानित रु खर्च 1 लाख रु घटी हुन जानेछ। त्यसमा आदरणीय उपभोक्ताज्यूहरूलाई यहाँको हालसम्म गर्नुभएको निरन्तर विश्वास र माया र सद्भावको लागि विशेष धन्यवाद व्यक्त गर्दछु। धन्यवाद, नमस्कार। सुस्त रूपमा राख्दै गरिएको छ।
समितिलाई कुनै किसिमको हानि नोक्सानी हुने क्रियाकलाप आजसम्म गरिएको छैन। सहयोग गर्दै आउनुभएकोमा आउँदा दिनहरूमा पनि यस्तै सहयोग सरसल्लाहको आशा गर्दै सबै उपभोक्ताज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसरी आय व्यय हिसाब प्रतिवेदन पढिरहँदा अन्य कुरा पनि भन्नै पर्ने हुन्छ, जस्तो कि आय व्यय हिसाब अडिट गर्दा लामो समयसम्मका रिपोर्टहरू एकै अडिटरबाट अडिट गराउँदा उचित नहुने हुँदा हामीले हालसम्म 3 जना अलग अलग अडिटरहरूबाट सुरु वर्षहरूदेखि नै अडिट गर्दै आएका छौँ। सुरुका वर्षहरूमा केपी घिमिरे रजिस्टर अडिटर, त्यसपछि टिएन अधिकारी रजिस्टर अडिटर र हालका वर्षहरूमा टिएन खनाल रजिस्टर अडिटरबाट हाम्रो हिसाब किताब अडिट गराएका छौँ। हिसाब किताबहरू हामीले सुरुका वर्षहरूदेखि नै चुस्त दुरुस्त राख्ने गरेको छ, तसर्थ अडिट गर्न पनि सहज हुन पुगेको छ। खानेपानी समितिको मुख्य स्रोत भनेको मासिक रूपमा उपभोक्ताका घरमा रहेको मिटरबाट जति युनिट खपत भएको छ त्यही अनुसारको रकम मात्र हो, अरू कुनै स्रोत छैन। तसर्थ हामीले प्रत्येक वर्षका आम्दानी र खर्चका रसिदहरू, भरपाईहरू, बिल जे जति छन् सुरक्षित साथ राख्ने गरिएको छ। यहाँहरूको बुकलेटमा जे उल्लेख भएका छन् ती सबै वास्तविक हिसाब किताब वासलात हुन्। तसर्थ त्यस वासलातहरू अध्ययन गर्दा कुनै किसिमको कुरा बुझ्न नसके हामीसँग रहेका प्रत्येक वर्षका अडिट रिपोर्टहरू सुरक्षित छन्, यहाँहरूले आएर हेर्न सक्नुहुन्छ। यहाँ हरेक आम्दानीका रेकर्डहरू, बिल, भरपाई पनि सबै सुरक्षित राखिएको छ। तसर्थ उपभोक्ताज्यूहरू सम्भव भएसम्म आफूलाई मनमा लागेका जिज्ञासाहरूको बारेमा बुझेर ढुक्क रहन पनि आग्रह गर्न चाहन्छु। अब केही कुरा उपभोक्ताहरूको बीच भन्नै पर्ने कुराहरू जुन हामीले भोग्यौँ त्यो के हो भने हामीले पहिला खानेपानी उपभोग गरिरहेको बिमिरेको पानी, घट्टे खोलाको पानी र फस्कु लुपाङको पानी छोडेर ठुलो भुल गरिएको महसुस गरिरहेका छौँ। आज त्यो पानीलाई हामीले व्यवस्थापन गरेर उपभोग गर्दै गरेको भए हामीलाई करोडौँ रुपियाँको बचत हुने रहेछ भन्ने पनि महसुस गरिरहेका छौँ। तसर्थ बोरिङ गर्नु अन्तिम मात्र विकल्प हो। यदि सम्भव छ भने हामी सबै मिलेर प्राकृतिक स्रोतबाट पनि पानी ट्याङ्कीमा जोड्न सकिएमा धेरै पैसा बचत हुने रहेछ। खास गरी बोरिङमा एकदम खर्च हुने, बिजुलीले पानी तान्दा खर्चिलो धेरै हुने, यदि पनि बिजुली नआएको बेलामा पानी उपभोग गर्न पनि असम्भव हुने गर्दछ। तसर्थ हामी सबै एकजुट भई प्राकृतिक स्रोतको पानी सम्बन्धित निकायहरूमा अनुरोध गर्दै पहल कदमी लिँदै आफ्नो ठाउँबाट अनुरोध गर्नको लागि पर्नु परेको छ। विशेष गरी खानेपानी व्यवस्थापन गर्न सम्बन्धित निकायमा बजेट स्रोत माग गर्न साह्रै नै दौडधोप हुने गरेको छ र बजेट जसले विनियोजन गरिदिने हो उसको भलाकुसारी गर्न पनि एकदमै धेरै नै खटिनुपर्छ। तसर्थ बजेट परे पनि कार्य सम्पन्न गर्न साह्रै नै दौडधोप हुने गर्दछ। त्यसैले आगामी दिनमा खानेपानी व्यवस्थापन दिगो र भरपर्दो बनाउनको लागि हामी एक आपसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्नुपर्ने भएको छ। फेरि पनि यसरी प्रतिवेदन वाचन गरिरहँदा हामीलाई आवश्यक पर्ने प्राकृतिक पानीको स्रोत जुटाउन, जसले जहाँबाट सहयोग गर्नुपर्ने हो उहाँहरूसँग हातेमालो गर्दै प्राकृतिक पानीको स्रोत कमसेकम 1.5 इन्च 24 घण्टा आउने गरी माग गर्नुपर्ने भएको छ। आउँदा दिनमा जे जति सहयोग गर्न सकिन्छ सबैले गरी नै रहनु भएको छ भन्ने आशा पनि लिएको छु। अब अन्त्यमा हामी सुरुमा खानेपानीका उपभोक्ताहरूको घरमा आजको दिनबाट उपभोग भएको पानीको मात्रा अध्ययन गर्दा एउटा घरमा 13,50,000 लिटर पानीको उपभोग भएको रहेछ। यो ज्यादै नै ठुलो परिमाणमा बोरिङबाटै भए पनि उपभोग भएको मात्रा हो। तसर्थ आउँदा दिनहरूमा यसै गरी निरन्तर पानी उपभोग गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापनका पक्षहरू सबल र सक्षम हुनुपर्ने देखिन्छ। हामी साबिकको पानीको हाहाकारबाट मुक्त त भएका छौँ, तर दिगो हुने गरी पानीको समस्या समाधान भएको छैन। आशा छ आउँदा दिनमा तपाईँ हाम्रो हातेमालोले यस ठाउँमा पानीको दिगो समाधान हुने नै छ।
आदरणीय उपभोक्ताजीहरू, हामीले तयार पारेर तपाईँको हातमा दिएको बुकलेटमा उल्लेख भएका रकमहरू आय व्ययका हिसाबहरू वास्तविक हुन्। यसकारण कि हामीले राखेका हिसाब किताबहरू, अडिट रिपोर्टहरू, बैंक स्टेटमेन्टहरू, सहकारीका पासबुकहरू हामीले सुरक्षित राखेका छौँ। हामीले आजको दिनसम्म हामीसँग रहेको जिन्सी सामानहरूको विवरण यहाँहरूको हातमा रहेको बुकलेटमा उल्लेख गरेको छ। तसर्थ कुनै हिसाब किताब शङ्का लागेमा यहाँहरूलाई उक्त हिसाब किताब विवरणहरू अध्ययन गर्दै सन्तुष्ट हुन पनि अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। त्यो के भने हामीले जहाँ अहिले हाम्रो तीनटा बोरिङ सञ्चालनमा रहेकोमा एउटा बोरिङ सुक्यो, दुईटा हामी बोरिङहरूबाट पानीको बहाव एकदम कम भएर हामीले एक दिन बिराएर पानी घरमा खोल्नुपर्ने परिस्थिति छ। विगत 6 महिना अगाडि 7 महिना अगाडि नै हामीले यो ठाउँमा बोरिङ गर्छौँ भनेर वडा हाम्रो नगरपालिका वडा नम्बर 6 कार्यालयबाट सिफारिस समेत लिएर हाम्रो प्रदेश कार्यालय हेटौडामा समेत बोरिङको माग गरेर लेखेर पठाएको ठाउँमा हामीले बोरिङ गर्न अब हामीलाई पानीको साह्रै गाह्रो पर्यो, अब बोरिङ गर्न तयारी गर्छौँ भन्दा त्यस ठाउँमा हामीलाई अवरोध हुन पुग्यो। हामीले खासै त्यसलाई ठुलो रूपमा लिएन र अवरोध भयो, त्यो ठाउँमा नभए अन्त गरौँला भनेर हामी होल्ड गरेर आजको दिनसम्म यसरी पुगेर बसेको हो। अब परिस्थिति के आयो भने यहाँ जो यस खानेपानीको उपभोक्ता हुनुहुन्छ, कुनै त्यस्तो दाता हुनुहुन्छ भने हामीलाई बोरिङ गर्नको लागि कुनै जग्गा उपलब्ध गराएर बोरिङको गाडी जाने ठाउँमा खासै बोरिङ गर्दा दबिने पाइपबाट मान्छेलाई खासै कुनै क्षति हुँदैन र पनि आफ्नो सुरक्षा चाहिँ हेरेर कोही कसैले चाहिँ यो ठाउँमा बोरिङ गर्नुहोस् भन्नुहुन्छ भने हामी चाहिँ अहिले साँच्चै भन्नुपर्दा बोरिङ गर्ने ठाउँको खोजीमा छौँ। यो पनि मैले यहाँहरूलाई जानकारी गराउन चाहेँ, किन भन्दा हाम्रो त्यो लाइनमा धेरै नै बोरिङ भए। तपाईँको बर्मा कोलोनीका 3-4वटा, हाम्रै 3टा भइसक्यो। तल भैरवनाथको छुट्टै छ, तल उसको कोटसे भैरवको छुट्टै छ। त्यसकारण त्यो लाइनमा अब हामी सायद सर्वे गराएर पानी चाहिँ बोरिङ गर्न उपयुक्त ठाउँ हामीले भेट्दैनौँ जस्तो लाग्यो। तसर्थ यहाँहरू कोही हुनुहुन्छ भने हामीलाई बोरिङ गर्ने ठाउँ आफ्नो जग्गामा, तर बोरिङको गाडी जाने ठाउँमा आफ्नो चाहिँ सम्भव हुने ठाउँमा कोही कसैले चाहिँ बोरिङ गर्ने जग्गा दिनुहुन्छ भने उहाँलाई हामी विशेष सम्मानका साथ हाम्रो खानेपानी समितिको संरक्षकको रूपमा राख्ने कुरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद। अब आदरणीय उपभोक्ताज्यूहरू, हामीलाई विगत 12 वर्षदेखि यस खानेपानी समितिमा आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर 210 उपभोक्ताहरूलाई हामीसँगै मेरै घर चाहिँ इच्छुक हुनुहुन्छ उहाँहरूलाई आएर यहाँ चाहिँ आफ्नो जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्छु। सल्लाहकारज्यू, एकजना सल्लाहकार पछाडि उसमा देखिरहेको छु, हाम्रो आदरणीय रामरी खनाज्यू, उहाँ पनि यहाँ अगाडि मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। ठाउँको बारेमा कुरा उठाए, यहाँहरूको साथ र सहयोग भयो भने जहाँ हामीले वडा कार्यालयबाट सिफारिस लिएर प्रदेश खानेपानी कार्यालय हेटौडामा बजेट माग गरी सिफारिस लिएर पठाएको ठाउँमा बोरिङ गर्न पनि हामी लाग्नै पर्ने हुन्छ। तसर्थ यहाँहरूले साथ दिनुहुनेछ भने आशा पनि व्यक्त गर्दछु। हाम्रा आदरणीय सल्लाहकार दीपक बहादुर खनालजीले आफ्नो केही कुरा भन्दै हुनुहुन्छ। मेरो स्वतन्त्र सल्लाह र मेरो विचार र मेरो एकदम हार्दिक अनुरोध यहाँहरूलाई के भने नयाँ टिम बन्नु एकदम राम्रो। पुरानो उहाँहरूले धेरै समयदेखि काम गर्नुभयो, उहाँले राजीनामा दिनु त्यो पनि अति राम्रो छैन। के भने अहिलेको अवस्थामा पानीको 3टा बोरिङमध्ये एउटा सुकिसकेको, 2टाबाट आउने पानीले नरान्ने, त्यसमाथि अल्टरनेट एक दिन बिराएर पानी वितरण भइरहेको, त्यो पनि एकछिन आउने सुकिहाल्ने। हाम्रो त भोलि गएपछि यो त बोरिङ बनेको अगाडिको धान जस्तो जति झिक्दै गयो त्यति सिधिँदै जान्छ। यसको मतलब अब यो पानी पिनुवा पुगिसकेको छ, कुनै बेला सुक्न सक्छ। अर्को व्यवस्था तत्काल गर्न पर्ने भएको हुनाले नयाँ समिति गठन गर्ने प्रक्रियामा चाहिँ गएर यसलाई चाहिँ त्यो समितिलाई बुझ्न, पानीका प्रक्रियाहरू कुन ठाउँमा सम्पर्क गर्नुपर्ने, कहाँबाट चुकाउनु पर्ने, कसरी काम गर्नुपर्ने, के काम गर्नुपर्ने, त्यो बुझ्दै समय व्यतीत हुन्छ। यो पानीको व्यवस्था वितरण प्रणालीलाई नै चाहिँ फेरि
यसले चाहिँ असर गर्छ। त्यो भएको हुनाले मेरो व्यक्तिगत विचारमा म एउटा औता पनि भएको र स्वतन्त्र मेरो आफ्नो व्यक्तिगत विचार भएको हुनाले यो पानी सुचारू रूपमा नचलेसम्म अर्को समिति बनाउन हुँदैन। यसरी जिम्मेवारी किन नराम्रो जान्छ पानी काठमाडौँ नसकेर चाहिँ छोड्न लाग्यो हो कि छोड्या हो कि भन्ने सन्देश पनि जान सक्छ। त्यस अर्थले पानी सुचारू एउटा बोरिङ गरेर पानी सुचारू नभएसम्म समितिले यथावत रूपमा काम गर्नु पर्छ र त्यसले अर्को टिम खडा गर्नुहोस्, सहयोगी टिम, त्यसलाई नै पछि समितिमा जिम्मेवारीमा लाने गरी टिम खडा गर्छ, एउटा सहयोगी टिम होइन। अहिलेलाई चाहिँ यही टिमले यसरी जिम्मेवारी लिएर पानी चाहिँ सुचारू गर्ने काम गरोस्, नयाँ बोरिङ गर्ने काम गरोस्। पानी जसरी हुन्छ ओदालाई यहाँको समर्थन यही नै कायम गर्नुपर्छ। यहाँको हाम्रो समर्थनलाई यदि समर्थन छ भने सम्पूर्ण ओदा उपस्थित ओदाहरूले ताली बजाएर यो समितिलाई यथावत कायम धन्यवाद हाम्रा आदरणीय सल्लाहकारज्यू दीपक बहादुर खनालज्यू। अब जबरजस्ती बहादुर खनालज्यूले यसै समितिलाई चाहिँ निरन्तरता दिने भन्ने कुरा गर्नुभयो। यो कुरोमा चाहिँ हाम्रो उपभोक्ताज्यूहरूको मन्तव्य कृपया म उहाँहरूलाई माइक हस्तान्तरण गर्छु। उहाँहरूले चाहिँ आफ्नो मन्तव्य राख्नु आँटेको कृष्ण पौडेल। निश्चित विधिहरू हुन्छन्, मापदण्डहरू हुन्छन्, तिनीहरू पालना भएनन् कि जस्तो मलाई लाग्छ। भनाइ पहिलो पटक म यस्तो कार्यक्रममा तपाईँको निम्ता पाएँ। सायद 10 वर्षसम्म यस्ता कार्यक्रम भएका थिएनन् कि अहिलेको ब्यालेन्स सिटले पनि त्यही देखाइरहेछ। तपाईँहरूले जे डिस्ट्रिब्युट गरिरहनु भएको छ, वितरण गरिरहनु भएको छ, वार्षिक रूपमा हुनुपर्छ। यो किन हुन सक्यो? यसको जवाब चाहिँ तपाईँको यो प्रतिवेदनमा छैन। तपाईँहरूले बहु अध्यक्षले, कोषाध्यक्षले सबैले भनिरहनु भएको छ। खानेपानी समिति चाहिँ हामीले असाध्यै पारदर्शी ढङ्गले सञ्चालन गरेका छौँ। 1 रुपियाँ पनि हिसाब किताब गडबड छैन। लिखित रूपमा पनि छ, मौखिक रूपमा पनि पटक भन्नुभएको छ। त्यति धेरै रटान पनि छैन। मैले त फोहोरमा क्वेसन त देखाएको छैन, तर तपाईँको रटान पनि यति धेरै एउटा मलाई अनौठो लाग्यो। किन भन्दा एकछिन लिखित रूपमा हिसाब पेश गरिसकेपछि यो सही छ भनेर धेरै भनिरहनु जरुरी छैन। एउटा अर्को महत्त्वपूर्ण कुरा के हो भने मलाई यो साधारण सभामा हुनुपर्ने आधारभूत छलफलहरू भएको छ। खानेपानी म यही समाजको सदस्य हुँ। केही साथी भन्नुहुन्छ 10 मिनट प्लस भयो पानी भएपछि म मिटर धारा बन्द गर्नुहुन्छ। मिटरमा 10 मिनट भन्दा माथि गएपछि मैले धारा बन्द गर्ने गरेको छु भन्नुहुन्छ यही समाजको सदस्य, यही उपभोक्ता समितिको उपभोक्ता। तर मेरो धारामा महिनामा 1 युनिट पानी आउँछ। मेरो हुनुहुन्छ बिल फेरि कुन बिल देखिन्छ, मैले पेमेन्ट गरिरहेको छु। र मेरो अनुरोध के हो भने कसैको धारामा 11 युनिट गयो, कसैको धारामा 8 युनिट गयो, ओके, पानी सबैलाई बराबर नजान सक्छ। तर कसैले 15 दिनमा धाराको टुकी बन्द गर्नुपर्ने मिटर 10 युनिट बढी भयो भने, कसैले धारा खुलै राखेर 1 युनिट पनि पानी नआउने, यो कस्तो अवस्था हो? कस्तो व्यवस्थापन? यो व्यवस्थापनको जिम्मेवारीको विषय हो कि होइन? अध्यक्षज्यूलाई मैले यो विषयमा धेरैचोटि अध्यक्षज्यू पानी आएन भने एकचोटि त अध्यक्षज्यूले रिसाउनु भयो। तपाईँको कति धेरै फोन आयो, मलाई चाहिँ एकदम इरिटेट गराइसक्यो तपाईँको फोन। मैले कसलाई भन्नु? मैले चिनेको अध्यक्ष हो, मैले चिनेको व्यवस्थापन समिति हो, रमाजी हो, उहाँलाई भन्छु, अध्यक्षज्यूलाई भन्छु, मैले कसलाई भन्नु? मैले भनिदिनु तपाईँलाई। अब वास्तवमा भन्नुहुन्छ अध्यक्षज्यूमा आज तपाईँलाई भन्छु, जुन दिन तपाईँ अलिकति इरिटेट हुनुभयो, तपाईँको फोन धेरै आयो भन्नुभयो, त्यसपछि मैले फोन गर्न छोड्दिएँ। मेरो धारा पानी आएको छैन। तपाईँलाई फोन नगर्नुको अर्थ मेरो धारा पानी चुलिएर होइन है। तपाईँलाई जानकारी गराउँछु, धारामा पानी अहिले पनि आएको छैन। यो मेरो अनुभूति हो, भनाइ हो र समाजका सदस्यहरूले सुनाएको कुरा पनि हो। मैले किन सदस्यको कुरा भने यही उपभोक्ता समितिका साथीहरू पानी धेरै आयो मैले टुकी बन्द गरेँ भन्ने हुनुहुन्छ, यो कुरा मिलेको छैन।
अब मैले अब क्वेसन गर्छु भन्ने थियो, खुसी लाग्यो अस्ति तपाईँको पत्र पाएपछि। तर यहाँ आएर सुन्छु मैले राजीनामा गरेँ, टिमले नै राजीनामा दियो, मैले क्वेसन गरेँ तपाईँले राजीनामा दिनुपर्ने अवस्था किन आयो? साधारण सभाले नियमित ढङ्गले संयोजन यो संस्था भनेको निरन्तर अविच्छिन्न ढङ्गले चल्छ। एउटा कार्यकाल सकिएपछि अर्को कार्यकाल आउँछ। सामाजिक संस्था कसैलाई पैसा जस्तै भुलाउने संस्था होइन, कसैले मेरो घरको काम नगर संस्थाको काम गर भन्ने ठाउँ होइन। यो स्वेच्छाले गर्ने कुरा, स्वेच्छाले समाजमा सामाजिक काम गर्ने भावना ओतप्रोत भएका मान्छेहरू पनि हुन्छ। म सामाजिक काम गर्दिनँ, म नितान्त मेरो व्यक्तिगत काम गर्छु, म व्यक्तिगत सोझो गर्छु भन्ने पनि हुन्छ। समाज त्यसरी नै समाज हुन्छ। त्यो कारणले समाजमा म पवित्र उद्देश्यका साथ काम गर्छु भन्ने साथीहरू पनि छन्। ती साथीहरूले ठाउँ पाउनुपर्छ, पाउँछन् पनि, तर त्यसको पनि विधि हुन्छ। मलाई इच्छा आयो भने म यो संस्थामा तुरुन्तै यसको व्यवस्थापकीय नेतृत्वमा जाने भन्ने कुरा हुँदैन, त्यसका पनि विधि हुन्छ, साधारण सभा हुन्छ र म जान्न भन्ने साथीहरूले पनि छोड्ने एउटा विधि हुन्छ। त्यो विधि र प्रक्रियाबाट जानुपर्छ। हामीलाई निमन्त्रणा आउँदाखेरि सल्लाहकार समितिको निर्णय अनुसार भनिन्छ। कार्य समिति कहाँ गयो? के कार्य समिति आज मात्र राजीनामा दिएको हो कि यो पत्रचार गर्नुभन्दा अगाडि राजीनामा किन भयो? राजीनामा गर्नुको जवाफ यो सभालाई त्यसको जवाफ दिनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा, मैले धेरै कुरा हेर्न सक्दिनँ। यो ब्यालेन्स सिट मैले सर्व हेरेँ, बुझ्न सक्छु अहिले प्रशस्त पल पर्यो। त्यो ब्यालेन्स सिटमा पल चाहिँ कस्तो छ भने त्यो चाल्नु हुन्छ नि, चाल्नुमा धेरै पल हुन्छ, त्यस्तै पलहरू छन्। म धेरै ती पलहरूको बारेमा चर्चा गर्न चाहन्छु। एउटा फर्मको बारेमा चर्चा गर्न चाहन्छु। आर्थिक वर्ष 82-83मा हामी साधारण सभा गर्दैछौँ। 81-82 को आर्थिक प्रतिवेदन खोइ 81-82 को आर्थिक प्रतिवेदन मेरो हातमा चाहिँ छैन। मलाई तपाईँले दिनुभएको यो स्टिच गरेको डकुमेन्टमा 81-82 को डकुमेन्ट छैन। कार्य समितिले राजीनामा गरेको छ भनेको छ, एक आर्थिक वर्षको हिसाब राखिएको छैन। मैले कसरी विश्वास गर्ने र अविच्छिन्न संस्था अर्को जनता व्यवस्थापन समितिलाई यो 82-83 को हिसाब खोइ भनेर मैले उनलाई सोध्ने कि नयाँलाई सोध्ने कि पुरानोलाई सोध्ने? अनि यो वनको बारेमा कुरा गर्दैछु, पदको कुरा गर्दै छैन। पद थुप्रै छन्, आयमा लेखा परीक्षण शुल्क कसरी जम्मिन्छ, यो तपाईँको हस्ताक्षर छ, अडिटरको पनि हस्ताक्षर छ। यो मैले त्यसै जान्नु भनेको होइन। यो डकुमेन्टलाई थुप्रै होला, त्यहाँ भाषागत कहीँ 60,000 लेखा छ, अक्षरमा अङ्कमा 6 लाख लेखा छ। यो पनि लेखिएर मानौला, त्यसलाई फेरि पदमा मानौला, वनमा मानौला, तर वन पनि छन्। त्यति चाहिँ म तपाईँलाई जानकारी गराउन चाहन्छु। एउटा कुरो मलाई शङ्का छैन, तपाईँले राम्रो गर्नुभएको छ। मलाई तपाईँले बदमासी गर्नुभएको छैन, मैले भनिरहेको बदमासी गर्नुभयो भनिरहेको छैन। मैले मात्र के भनेको छु भने डकुमेन्ट चाहिँ पदपर हुनुपर्छ, लिखत रूपमा आएका डकुमेन्ट पदपर हुनुपर्छ, व्यवस्थित हुनुपर्छ। र हामी कसैले बुझेका छैनौँ भने बडो महत्त्वपूर्ण तपाईँले आइराख्नु भएको छ, यो सबै डकुमेन्ट यहाँ अटेको छैन, हाम्रो अफिसमा छ, आउनुहोस् बुझ्नुहोस्, तपाईँको दुरुपयोग भएको छैन भन्नु खुसी लाग्यो। आई थिङ्क मेरो संस्था यस्तो हुनुपर्छ, तर यस्तो पनि हुनु हुँदैन जहाँ भन्नुहोस् त्यस्तो पनि नहोस्। र अर्को महत्त्वपूर्ण कुरा मलाई चाहिँ के लाग्यो भने यो खानेपानी समितिमा सदस्य बन्दै गर्दा निश्चित धरौटी राख्नुपर्छ। त्यो धरौटीको रकम कति हुँदै गयो भन्ने कुरा ब्यालेन्स सिटमा मैले देखिनँ। मैले हेर्न नजानेको पनि होला, तपाईँले सब शीर्षक गरिराख्नु भयो होला। मेरो सरस्वती पेज रिडिङ गरेर हो, मैले प्यारो रिडिङ गरिरहेको छैन, अङ्क रिडिङ गरिरहेको छैन, मैले पेज रिडिङ मात्रै गर्दाखेरि त्यो रकम देखिनँ। मैले त्यो छुट्याउन जरुरी छ, त्यो एकदमै स्पष्ट रूपमा राख्नु जरुरी छ। अर्को महत्त्वपूर्ण कुरा मैले फेरि पनि भन्छु, मैले पेज रिड गरेको छु, प्यारो रिड मात्रै पनि गरिदिएको छैन। तैपनि मैले एउटा भन्न देखेँ, 210 जना सदस्य हुनुहुन्छ भन्नुभयो, यति मासिक इन्कम हुन्छ भन्नुभयो, र त्यो इन्कम मैले क्यालकुलेसन गरेर हेरेँ
285 रुपियाँ लाग्छ। मैले त मन्थली 1 युनिट पानी आउँदा 300 रुपियाँ तिर्छु, तर त्यहाँ 285 कसरी हिसाब आयो? के पुराना सदस्यहरू, म 72 सालमा सदस्य बनेको, 72 भन्दा अगाडिका सदस्यले 300 भन्दा कम तिर्नुपर्ने अवस्था हो अथवा त्योभन्दा बढी तिर्नुपर्ने? अथवा मैले त कति समयमा के भनेको छु भने 300 मात्र तिरेको छैन, पानी बढी आएको बेलामा 450 तिरेको छु। अर्को सुझाव म लास्टमा एउटा मेरो अनुभव सुनाउँछु। खानेपानी समितिले ढिला पानी तिरे बापत एउटा चाहिँ बिल पैसा तिरे बापत जरिमानाको व्यवस्था गरिरहेको छ। 1 महिना मैले त्यो जरिमाना तिरे, नमिठो लाग्यो, उच्च दरको रहेछ, ज्यादै उच्च दरको रहेछ। त्यसपछि मैले अग्रिम भुक्तानी गर्न थालेको छु। मेरा पनि आउनुहुन्छ, म त्यो जरिमाना तिर्दिनँ भनेर म अग्रिम वर्षमा 2 चोटि पैसा तिर्छु, एकैचोटि 6 महिनाको पैसा तिर्छु। अग्रिम पैसा तिर्नेलाई पनि सुविधा हुन्छ। अरू केही नभए पनि ठोस म्यानेजमेन्टको हिसाबले 10% को छुट हुनुपर्छ। अग्रिम भुक्तानी तिर्छ, जरिमाना लगाउँदा तपाईँले कति लगाउनु पर्छ मलाई लाग्छ त्यो सरकारले लिने जरिमाना भन्दा बढी छ। सरकारले पनि 15% भन्दा बढी लिँदैन है। ट्याक्स अफिसले ढिलो बिमार बुझाउनु भयो भने पनि 15% ट्याक्स दिन्छ, तर यो समितिले 15% भन्दा पनि माथि राखेको छ। त्यो के आधारमा राख्यो मलाई थाहा छैन। त्यसमा मेरो एउटा क्वेसन छ, यसलाई पनि अघि गर्नु हुँदैन। नर्मल तरिकाले समाज चल्ने भनेको सबैलाई स्वीकार्य हुने तरिकाले चलाउने हो। यो संस्था भनेको सामाजिक संस्था हो। सामाजिक संस्थाले गरेको अभ्यास यो समाजका अरूलाई अनुकरणीय होस्, इन्डिभिजुअललाई पनि अनुकरणीय होस्। हो, यो संस्था एउटा उदाहरणीय संस्था हो। यसको व्यवस्थापन गजब छ। यसबाट हामीले सिक्नुपर्छ, मैले सिक्नुपर्छ। मेरो परिवारलाई यो संस्थाले गरेको असल अभ्यास सिकाउनुपर्छ। त्यो किसिमको अभ्यास अपेक्षा गर्छु, किनभने म यो संस्थाको सदस्य हुँ। धन्यवाद। अब यो विषय थुप्रै छन्। मलाई लाग्छ यो चाहिँ एकातिर हामी चाहिँ साधारण सभाको एउटा औपचारिक उद्घाटन सत्र जस्तो अभ्यास गरिरहेछौँ, अर्कोतिर हामी के भयौँ भने स्टेप हुँदै हुँदै निर्वाचनतिर पुगिसक्यो। त्यो कारणले मैले बिचैमा उठेर यो बोल्नु पर्यो। हामी कुन यो संस्था सञ्चालन गर्ने र यो प्रोग्राम सञ्चालन गर्ने कुन बिन्दुमा पुगेका छौँ भन्ने कुरा आयोजकलाई पनि थाहा छ, मलाई त के थाहै छैन। त्यसलाई व्यवस्थित ढङ्गले लिन्छौँ। धन्यवाद। कति ठाउँमा खोताल्यौँ, त्यो आफै अगाडि हुनुहुन्छ होला। त्यहाँ कुनै चाहिँ समस्या हुनसक्छ। यहाँ अहिले के छ ग्राहकहरूलाई भनेदेखि अलि अल्पो ठाउँमा पानी कम जान्छ, होचो ठाउँमा पानी अलिक बढी जान्छ। यो चाहिँ ग्राहक वर्गहरूले एकदम सोच्नुपर्ने कुरो छ होइन। यो पानी कसरी चलेको छ भन्दाखेरि कहिलेकाहीँ हामीले बनाउन अलिक ढिलो हुनसक्छ होइन। हजुरको धारा कति बेला खुल्छ कति बेला खुल्छ त्यो हामीलाई थाहा हुँदैन। हामीले त्यहाँ फिटबल कतिचोटि खोलेर हेऱ्यौँ। तपाईँको यहाँ कुनै सभा गर्दा कमी कमजोरी भयो होला, त्यसमा हामी क्षमा चाहन्छौँ। हाम्रो काम भनेको प्रत्येकको घरमा हामी बराबर भन्न सक्दैनौँ खानेपानी, है फेरि बराबर हामी पुर्याउँछौँ भन्न सक्दैनौँ। हामी बराबर कसैको घरमा पनि पानी पुग्दैन। होचो ठाउँमा अलिक बढी जान्छ, अल्पो ठाउँमा अलिक कम आउँछ। यो त विश्वको कुनै कम चमत्कारले पनि गर्न सक्दैन जस्तो लाग्छ मलाई। तपाईँकोमा धारामा कुनै बेला हामीले धेरैचोटि खोतालेर हेरिसक्यौँ। पाइप लाइन लामो पनि होला, कतै बिचमा तपाईँको पाइपहरू घुमेको पनि होला। अनि त्यसमा अब हजुरले भन्नुभयो 81-82 को भन्नुभयो, त्यहाँ 82 को आउनै बाँकी होला, त्यस्तै पनि होला। अध्ययन गरिसकेपछि मात्रै प्रश्न उत्तर गर्नु राम्रो हुन्छ। त्यो तपाईँको सुझावलाई सिरोपर गर्दै हामी यस्ता कमजोरीहरूलाई सच्याउँदै जान्छौँ भन्ने कुरो यहाँलाई अवगत गराउँछु। धन्यवाद। आफ्नो मन्तव्य राखिदिनु होला। हामी क्रमशः सबैको सवाल जिज्ञासा जे छ त्यो यहाँ रिपोर्ट गरेर सामूहिक जवाब दिने कोसिस गर्नेछौँ। म 100% यसो गर्न सक्छु, उहाँहरू इमान्दार हुनुहुन्छ। तर हुन काम गर्दाखेरि केही कमी कमजोरी सबैका हुन्छन्। म पनि भित्रबाट संस्था चलाएर बसिरहेका छु। संस्थामा कमी कमजोरी जसका पनि हुन्छन्, त्यसलाई मैले ती कमी कमजोरीहरू के सुधार्नु पर्ने सुधारात्मक किसिमले तपाईँहरूलाई एउटा सुझावको रूपमा आफ्नो केही भनाइहरू प्रस्तुत गर्न चाहन्छु। यो समितिले एउटा कमी कमजोरी चाहिँ नियमित रूपमा वार्षिक रूपमा साधारण सभा भएन, त्यो एउटा कमी कमजोरी छ। त्यसलाई नियमित रूपमा वार्षिक रूपमा साधारण सभा होस् भन्ने मेरो समितिलाई एउटा सुझाव छ, पहिलो सुझाव। दोस्रो सुझावमा यो समितिले जसरी कामहरू गरिराखेका छ त्यो काम गर्दाखेरि अब कसैका काम पानी कम गयो, कसैका बढी गयो। अब कम
पानी जाँदाखेरि के कारणले पानी कम गयो त्यसलाई चाहिँ एउटा हाम्रो विज्ञ टोली पनि एउटा सल्लाहकारको रूपमा गठन गरोस् यो समितिले, किनभने जो खानेपानीमा अनवरत रूपमा पहिलादेखि लागिराखेको विज्ञहरू इन्जिनियरहरू पनि हाम्रा यहीँको उपभोक्ताहरू पनि हुनुहोला, उहाँहरूको एउटा विज्ञ टोली गठन गरोस्, किनभने चाहेको बेलामा सुझाव सल्लाह यो समितिले पाउँछ, समितिकै काम चुस्त दुरुस्त एकदम विवादरहित हुन्छ त्यसले गर्दाखेरि भन्ने लाग्छ मलाई। अर्को यसमा अहिले कस्तो रह्यो भने अब अडिट रिपोर्टका सम्बन्धमा चाहिँ सरले गर्नु हो, मैले अगाडि नै भैरव दाइलाई यो टेक्निकल इरर रहेछ, किनभने मैले गर्दाखेरि चाहिँ अब अडिट रिपोर्ट रहेछ फोटोकपी गर्दाखेरि चाहिँ नआएको रहेछ कि भन्ने बुझेँ मैले यो, किनभने पहिलो पेज चाहिँ मैले यो ब्याङ्क नगद तथा ब्याङ्क मौजात चालु कोष धरौटी भन्ने विषय भएको एक पेज चाहिँ मैले नकानी आएको छ, त्यो कारणले गर्दाखेरि अडिट चाहिँ भएकै रहेछ 81-82 नभएको होइन रहेछ भन्ने कुरो यसले मलाई नि जानकारी भयो। यो चाहिँ मैले नि अघि नै हाम्रो भैरव खनालसँग यो पेज आएन नि त भनेर अघि नै खोलेको थिएँ, उहाँहरू खोज्दै हुनुहुन्थ्यो, खोज्दाखेरि अलिकति ढिलो भएको हो कि जस्तो लाग्यो मलाई। अब यो समितिले के छ भने नियमित रूपमा साधारण सभा गर्दै नियमित रूपमा उपभोक्ताहरूको पनि धारणाहरू के छ कमी कमजोरी फिडब्याकको रूपमा के यसलाई अब हामीले इगोको रूपमा लिने होइन कि हरेक मान्छेको फरक धारणा हुन्छ, त्यो हरेक धारणालाई सकेसम्म एड्रेस गर्न खोज्ने हो। अब सबैलाई सम्भव हुँदैन, किनभने तर के भने सकारात्मक धारणालाई चाहिँ सकारात्मक सुझावलाई चाहिँ ग्रहण गरेर समिति अगाडि बढ्नुपर्छ। त्यसले किनभने यो समिति नै चुस्त दुरुस्त हुन्छ। मलाई पनि गर्व होस् कि यो समितिको म उपभोक्ता हुँ, यो समितिले राम्रो काम गरेको छ, यो समितिले यो स्थानीय बासिन्दाहरूको भावनालाई बुझेर काम गरेको छ, खानेपानीको काहीँ समस्या हुन दिएको छैन भन्ने मलाई पनि गर्व होस्, गर्व हुने गरेर काम गरोस् भन्ने यो समितिलाई हार्दिक शुभकामना दिन चाहन्छु र यो साधारण सभाको जुन गर्नुभयो यसको सफलताको शुभकामना व्यक्त गर्दै यो समितिले काम अझ चुस्त दुरुस्त ढङ्गबाट काम गर्दै आगामी दिनमा कुनै पनि कम्प्लेन हुन नदिने गरेर काम गरोस्। यसमा अब कमी कमजोरी अन्य सामान्य कुराहरू छन्, यही समितिले अहिले अप्ठ्यारो अवस्था पनि छ। हाम्रो दीपक खनाल अङ्कलले भनिसक्नुभयो, उहाँले के त भने यो समितिले नै काम गरोस्, अहिलेको अवस्था पनि अलिकति अप्ठ्यारो अवस्था छ, किनभने त्यो यो अप्ठ्यारो अवस्थामा ह्यान्डओभर गर्दाखेरि बुझ्न समय लाग्ने अवस्था पनि हुन्छ। उहाँको कुरा एकदम उहाँको भनाइमा म एकदम सहमत छु। यही समितिले काम गर्दाखेरि अब कोही बस्न नसक्ने कसैलाई अप्ठ्यारो छ भने अब 1-2 जना विज्ञको टोली राखेर हेरफेर गर्नुपर्ने छ अवस्था छ भने अब त्यसमा मेरो भन्नु केही छैन। तर यो समितिले निरन्तरता दिँदाखेरि अहिलेको अवस्थामा चाहिँ है यो अहिलेको किनभने देशको अवस्था पनि अलिकति अप्ठ्यारो अवस्था छ अहिले, किनभने यहाँ खानेपानीको अवस्था पनि अप्ठ्यारै छ अहिले। अनि साधारण सभामा यसरी आफ्ना भनाइहरू राख्ने मौका पनि हामीले पहिलोचोटि पायौँ होइन। त्यो हुनाले गर्दाखेरि यी सम्पूर्ण कुराहरूलाई मध्यनजर गर्दै सकेसम्म चाहिँ अब विज्ञ टोलीको छुट्टै टिम बनाओस् यो समितिले। अब लेखा विज्ञ, कानुन विज्ञ, अब यसका अरू पाटाहरू जस्तो यो टेक्निकल इन्जिनियरहरूको हामीसँग विज्ञ नभएको त होइन नि यो, किनभने यी सामाजिक संस्थाहरूमा विज्ञले फी मागेर सल्लाह दिने होइन, किनभने यो निःशुल्क सल्लाह दिन्छन् यस्तो सामाजिक संस्थामा। जोसुकैले पनि हजुरहरूलाई चाहेको जोसुकै पनि एउटा टिम बनाएर जाँदाखेरि राम्रै होला, समितिलाई पनि काम गर्न सजिलो हुन्छ, यस्ता गुनासो आउने सम्भावना पनि अलिक कम होला भन्ने लाग्छ मलाई। अन्तमा यो साधारण सभाको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै समितिले अझ राम्ररी काम गर्न सकोस्, यो हामीले उपभोक्ताहरूलाई पनि म यो समितिको सदस्य हुँ भनेर भन्दाखेरि गर्व महसुस होस् भन्दै मेरो आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। 30,000 रुपियाँ मासिक उठ्थ्यो, 30,000 रुपियाँ वर्षौँ उपभोक्ताले पैसा नदिएपछि यो समिति कसरी चल्ला? यो कुरो यहाँको मनहरूमा पनि परोस्, किन भन्दा हामीले लाइन काट्न पर्ने र यो जरिवाना गर्न पनि कारण के हो भन्दाखेरि अहिले हजुरले पढ्नुभयो होला महिनामा कति पैसा उठ्दो रहेछ, जम्मा 60,000 रुपियाँ उठ्छ।
48,000 कति त हाम्रो चाहिँ समथिङ उसमा जान्छ खर्च गर्नु नपरेको बेलामा 15,000 रुपियाँ पर्छ यसलाई पनि मनन गरिदिनु होला अनि यहाँको सुझावलाई म एउटा चाहिँ गर्न चाहन्छु हजुरले भन्नुभयो यहाँ त जरिवाना रहेछ त्यो जरिवाना गरेन भने त्यो समिति नै नचल्ने कतिको पैसै तिर्न नसक्ने भयो हाम्रो समितिको मान्छेले खोजीबाट तिर्न सक्ने समय त छैन भोलि एक दिन लाइन काटिँदाखेरि तपाईँहरूले फेरि आएर भन्नुहुन्छ है मेरो घरमा पानी आएन खोइ पैसा किन काट्यो लाइन भन्नु होला त्यसकै लागि यो जरिवाना तिराएको हो किन भन्दाखेरि त्यसपछिबाट हाम्रो महिनामा 60,000 उठ्न थाल्यो मतलब अहिले हामीलाई त्यो वर्षौँ पैसा नहुँदाखेरि हामी समितिको व्यक्तिहरूले चाहिँ त्यो खोजीबाट हालेर त तिनी समाज सेवा गर्ने होइन होला हजुरले भन्नुभयो शुद्ध समाज सेवा हामीले आजसम्म मैले उसमा पनि मेरो प्रतिवेदनमा पनि भनेको छु कुनै पनि व्यक्तिले आजसम्म कुनै पनि धारामा यो समितिले कुनै पनि व्यक्तिबाट बढी पैसा असुल गरेर कुनै पनि व्यक्तिलाई धारा दिएको थाहा पाउनुभयो दिएको थाहा पाउनुभयो त्यो प्रमाण ल्याउनुभयो भने म कालो मुसो दलेर जुत्ताको माला लाएर गाउँ घुम्नेछु यो कुरो यहाँ अवगत गराउँदै यो समितिमा किनभने फोन गर्छ यहाँले पढ्नु भएको होइन बुटलेखमा हामी कहाँ पुग्छौँ यो हाम्रो शुद्ध समाज सेवा हामी तेल हाल्दैनौँ हामी फोन खर्च लिँदैनौँ हामी जहाँ जान्छौँ आफ्नै तरिकाले खाजा खान्छौँ आफ्नै तरिकाले हिँड्छौँ त्यसो गर्ने भने यो समितिमा यति पैसा पनि रहँदैन थियो होला अनि अर्को कुरो हजुरलाई जानकारी गराउनु पर्ने कुरो के छ भनेदेखि हामीले जरिवाना किन राख्यौँ यहाँ वर्षौँ पैसा नदिने ग्राहकहरू आउनु यो फेरि कसैलाई चाहिँ बिच नपरौँ संस्था चलाउनमा स्टिक भएन भनेदेखि चल्दैन पनि जस्तो लाग्छ मलाई किन भन्दा कुनै समितिको म एउटा कुरा अर्को पनि भन्न चाहन्छु समिति भन्दा पनि उपभोक्ता पनि अनुशासित हुनुपर्छ यो कुरामा यहाँलाई म एकदम ध्यान आकर्षण गराउन चाहन्छु किन भन्दा हामी अस्ति चेकिङ गयौँ कसैको धारा हाम्रो टुटीबाट पानी झरेको धेरै ठुलो पाइएन हामीले जडान गरेको मिटर आफ्नो तरिकाले चाहिँ फिट पनि गरियो कसैका युनिटै चढेन यो पनि उपभोक्ता पनि अनुशासित हुनुपर्छ भन्ने कुरा मैले पनि यसरी भन्न चाहन्छु अनि हामीले त्यो धेरै लाइन देख्दाखेरि कसैले पम्प लगाइदियो भनेदेखि त्यो पम्पले तारेको पानीले 5 वटा घरमा धारा जाँदैन यहाँबाट हजुरबाबु अझै पनि खुल्ला भन्छौँ हामी कसैको तपाईँहरूको छिमेकीले त्यसरी पानी लगाएको पानी छोडेको खण्डमा तपाईँले हामीलाई फोन गरिदिनु भनेदेखि तपाईँहरूको हामी 6 महिनाको पैसा दिँदैनौँ तपाईँहरूको नाम गोप्य राख्छ हामीले यो अनुशासनमा पनि हामी समिति मात्र होइन उपभोक्ता पनि अनुशासित हुनुपर्छ हामीले धेरै ठाउँमा हेर्दै जाँदाखेरि हामीले राखेको धाराबाट पानी झरेको निकै ठाउँमा पाएनौँ हामी कसैका धाराको टुटी छैन धाराको टुटी किन राख्नु भएन भन्दा भोलि राख्नु हामीले तपाईँहरूको नियम मानेपछि हाम्रो पनि नियम उपभोक्ताले मान्नुपर्छ यसमा मैले गल्ती गरेँ भनेदेखि ठिक छ यो कुरो चाहिँ म यहाँबाट चाहिँ समितिको तर्फबाट चाहिँ यहाँले जुन कुरा उठाउनुभयो जे कमी कमजोरी हो त्यसको लागि हामीले आगामी उसमा चाहिँ के गर्नु पर्ने हो ती कुराहरू सल्लाह र सुझाव दिँदै पनि जाउँला अब अहिले हजुरलाई भनेको छौँ हामीले बोरिङ गर्न लागेको ठाउँ बोरिङ रोकिएको छ हामीसँग अहिले कतै पनि जानु पर्दैन पैसा लिनलाई बोरिङ गर्नलाई हामी त्यतिसम्म भएर बसेको छौँ कसैलाई चाहिँ हामीलाई पैसाले वडामा जान परेन कतै जान परेन त्यति पैसाले हामी बोरिङ गर्न सक्छौँ भन्ने हिसाबले हामीले यति पैसा स्टक पनि राखेका हौँ यहाँबाट हामीले कसैले लाभ लिने कसैले भत्ता लिने यो हाम्रो नितान्त शुद्ध समाज सेवा हो अनि यहाँलाई म अर्को कुरो पनि जानकारी गराउँछु जुन 27 लाख राजु पौडेलज्यूबाट बोरिङ भयो यसमा मैले भन्नै पर्ने कुरो अब हजुरलाई भन्नै पर्ने कुरो म भन्छु मैले उहाँको केही काम गर्छु उहाँ त्यो काम गर्ने बाबत मैले 16 देखि 17 लाख रुपियाँ लिनुपर्ने भयो त्यसपछिबाट मैले उहाँलाई के जाहेर गरेँ ल सरमा पैसा लिन बोरिङ गरिदिनुहोस् मलाई म जनतालाई पानी खुवाउँछु हिजो मेरो आमाको बहिनी बुवाहरूले दुःख पाउनु भएको समय यहाँहरूले पुग्नु भएको छैन होला सायद यहाँको स्थानीयवासीले चाहिँ पुग्नु भएको छ काठको ठेला काखीमा ठेला हिजो पुरानो पलेर आएको पानी वनमुनिको पानी यो कुरालाई चाहिँ अवगत हुन्छ कि हुँदैन यहाँहरूलाई हिजो धारामा झै झगडा ओला घर पल्ला घर बोलचालमा हुने भुट्टाभुट्टी हुने त्यो समय छैन अहिले आएर दिदीभाइ आमा दिदी बहिनीलाई ढुक्कले यति बेला धारा आउँछ म यति बेला उठेपछि मेरो घरमा पानी आउँछ त्यो सोच पनि यहाँलाई जाओस् भन्दै यहाँको हिजोको अहिले यहाँलाई मात्रै भन्दिनँ अहिले नयाँ ग्राहकहरूलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि यहाँले हिजोको यहाँको पानीको दुःख त्यति महसुस गर्नुभएको छैन जति हामीले गऱ्यौँ जति बेला म 8 वर्षको थिएँ त्यो बेलादेखि मेरो आमालाई खोज्थेँ मैले आमा कहिले पनि हुनुहुन्थ्यो मैले आमालाई सोध्थेँ कहाँ जानुभएको आमा भन्दा म धारामा पानी पुर्न बाबु राति 12-1 बजेदेखि धारामा पानी पुरेर त्यो दुःख मैले चाहिँ आफूले मनन गरेँ घट्टे खोलाको पानीमा पनि म कुनै पनि पदमा नबसिकन जहिले बिग्रिन्छ त्यहीले म अथक रूपमा लागेँ त्यसको मलाई चाहिँ यसको विश्वास लाग्यो यहाँहरूलाई मैले जानकारी गराएँ मैले लिन पर्ने पैसाबाट
कतै प्रति जग्गा जोत्न दिएर यहाँ तपाईँ जोत्नुहोस् भनेर होइन फेरि मैले आफूले काम गरेर चाहिँ दिनुपर्ने पैसाबाट गराएको यो यति 17 लाख रुपियाँ 16 लाख रुपियाँ मैले लिनु पनि अरू पैसा उहाँले आफ्नो विवेकले हालिदिनु भयो यो कुरो चाहिँ यहाँलाई जानकारी गरौँ भनेर मैले चाहिँ लागेको जस्तो जरिवानाको विषयमा भन्नुभयो जरिवाना तिरेन भने मलाई स्कुलको छोराको फी तिरेन भने त मलाई चाहिँ जरिवाना लागेर आउँछ अहिले यो कुरो म महसुस गर्नुहुन्छ गर्नुहुन्न यो कुरो त हजुरहरूले पनि महसुस गर्नुपर्छ विद्युत प्राधिकरणले तपाईँलाई कति बेला पैसा राखेर पठाउँछ खुसमा एक महिनामा कति पैसा राखेर पठाउँदा हजुरहरू 25% यसलाई ठुलो कुरा नलिनुहोस् यसलाई सानै सम्झिनुहोस् किन भन्दा यो समिति हामीले चलाउनु पर्ने हुन्छ त्यो निरन्तर चल्नुपर्छ अझै पनि हामीले चाहिँ भन्न खोजेको के भने आउनुहोस् हामी भोलि सहयोग गर्न तयार छौँ जो आएर चलाउनुहोस् उहाँहरूलाई सहयोग गर्न तयार छौँ हामीले जान पर्ने ठाउँमा जान्छौँ गर्न पर्ने कामहरू जान्छौँ हिजो जसरी लागेको त्यसै गरी लाग्छौँ हामी तर यो जरिवानाको विषयलाई र मैले अघि भने उपभोक्ता पनि अनुशासित हुनुपर्छ समिति मात्रै अनुशासित भएर हुँदैन उपभोक्ताले पनि अनुशासन देखाउनुपर्छ मैले भन्न खोजेको कुरा मैले धेरै घरमा पनि सबै घरमा गएँ मैले हामीले खाने पानीले फिट गरिदिएको धारामा करिब 50 घरमध्ये धाराको टुटीबाट पानी झरेको होला अन्य धाराबाट मैले कनेक्सन पत्ता लगाउन सकिनँ भोलि कहाँ पम्प लगाएको छ के गरेको छ त्यो त मलाई थाहा हुँदैन अहिले हामी यति सुखमा पुगेछौँ कि हिजोको पानीको दुःख बिर्सेर मेरो कोठामा यहाँ पानी चढ्नु पर्छ त्यो होइन खानेपानी खानेपानी समितिले भने तपाईँको आँगनमा दैलोमा पानी झारिदिने छानामा पानी चढाउने ठेक्का हो समितिले दिँदैन यहाँहरूलाई यो पनि जानकारी गराउँदै म अबका दिनहरूमा यहाँहरूले दिनुभएको विश्वास यहाँहरूले दिनुभएको मायालाई सिरो उपर गर्दै यीभन्दा धेरै चाहिँ राम्रा कामहरू हजुरको घरमा करिब 1 घन्टा पानी आओस् होइन अब मलाई पानी पुग्यो धारा बन्द गर्ने भन्ने समय आओस् भन्ने म त्यो पनि चाहन्छु अनि जरिवानाको विषयमा हजुरहरू कसैले पनि त्यो चित्त नदुखाउनु होला विद्युत प्राधिकरणले 1 महिनामा पैसा राखेर पठाउँछ यो पनि हजुरहरूको बिलमा आउँछ होला यो तपाईँहरूले सधैँभरि हेर्नुभएको होला केही समय पैसा आएर लाइन काटिन्छ हामीले कति चाहिँ उसको चाहिँ लाइन बन्द पनि गरेका छौँ किन भन्नुहोस् न हाम्रो समिति चल्दैन सुरुका दिनमा यो समितिमा जम्मा 30,000 रुपियाँ दाम उठ्थ्यो महिनाको सुरुको दिनमा 30,000 रुपियाँ दाम उठ्थ्यो 30,000 रुपियाँ दाममा हामीले पानीको पैसा पनि मिटरको पैसा पनि तिर्न पर्थ्यो र यो कर्मचारीहरूलाई तलब पनि दिनुपर्छ अब यो कसरी चढ्यो होला भन्ने कुरो तपाईँहरूले आफैले चाहिँ उ गर्नु होला म यहाँलाई अझै पनि एउटा जानकारी गराउन चाहन्छु मलाई कुनै उपभोक्ताजीहरूले मैले पानी फिट गरिदिँदाखेरि बाबु यो तपाईँलाई चाहिँ टिप्स भनेर दिएको पैसा मैले ब्याङ्कको खातामा लगाएको छु भौचर हेर्न जानु होला सिद्धार्थ ब्याङ्कमा नितान्त रूपमा सिद्धार्थ ब्याङ्कमा हामीले कुनै पनि समय यहाँ उपभोक्ताजीहरूबाट कसैले पनि क्यास हामीले धारो जडान गर्ने बेला हामीले हाम्रो हातमा क्यास लिएका छैनौँ सबै गएर सहकारीमा गएर पुग्नु होला र हिजो फिट भएका नयाँ धाराहरूको सिद्धार्थ ब्याङ्कमा गएर पुग्नु होला कति ग्राहकले कति पैसा बुझाए त्यहाँ हिसाब जस्तो दुरुस्त छ र मैले यो भन्दा मेरो आमाले गरेका दुःख भन्दा मलाई एउटा कुरोको चाहिँ अब्बु चाहिँ के लागिरहेछ भनेदेखि फेरि आमाले त्यति दुःख गर्नुभयो तर मेरो आमाले यो धारो हेर्न पाउनु भएको भए घरमा घमालीको हेर्न पाउनु भएको भए कति खुसी हुनुहुन्थ्यो भन्ने कुरा म अझै पनि मनन गर्छु हिजोका दिनमा दिदी बहिनीहरू यही हुनुहुन्छ हिजो दुःख पाउने दिदी बहिनीहरू हामीले छिमेकी धारामा पानी लिन जाँदाखेरि लुगा धोएर चाहिँ भइसकेपछि मात्रै हामीले पानी थर्न पाउँछौँ ठिक कुरा त हामीले मनन गरेका छौँ हामीलाई थाहा छ हिजोका दिदी बहिनीहरूले चाहिँ मनन गर्नुभएको छ हिजो चाहिँ हामी कसरी चल्यौँ अनि यसमा यहाँ सहरमा यहाँ उपभोक्ताजीहरूलाई के भन्न चाहन्छु भनेदेखि विद्युत प्राधिकरणले त कैँची राखेर पठाउँछ हाम्रो वर्षौँ पैसा नतिर्ने मान्छेहरू पनि भए अनि हाम्रो यो संस्था कसरी चल्ला छ यो चाहिँ हामीले चाहिँ खोजीबाट हालेर चलाउन सक्दैनौँ आजसम्म हाम्रो लाइन काटिएको छैन प्राधिकरण जुनसुकै काम गर्दा पनि हामीले लाइन काट्ने स्थिति बनाएका छैनौँ हजुरहरूले हेर्नुभयो होला हाम्रो मुआवजा रकम करिब 34 लाख चाहन्छन् हाम्रो चाहिँ बैङ्कमा चाहिँ मुआवजा छ त्यसमा चाहिँ तपाईँहरूले चाहिँ सोध्नुपर्ने कुरो के छ भनेदेखि यो पैसा हामीले तपाईँहरूसँग बढी लिएर हामीले खानालाई होइन यो पानीकै प्रयोजनको लागि हो अब हजुरलाई म अर्को कुरो पनि भन्छु यहाँ अघि हजुरहरूले यहाँ बढ्नु भएको होला महिनाको 60,000 उठ्छ 48,000 हाम्रो चाहिँ उसमा जान्छ विद्युतबाट चाहिँ नि कर्मचारी खर्चमा जान्छ मर्मत गर्न नपरेको दिनमा समयमा हाम्रो 15,000 रुपियाँ खातामा पुग्छ यो कुरालाई पनि मनन गर्नु हुँदै अनि यो उसको विषयमा चाहिँ म हजुरलाई भन्ने पनि कुरा के छ भनेदेखि मैले जरिवानाको विषयमा त्यो धारै नचल्ने समिति नै नचल्ने अनि हजुरलाई अर्को कुरो जानकारी गराउँछु मेरो घरमा 1 युनिट मात्रै चढ्यो भन्नुहुन्छ हामीले 10 युनिट महिनाको 10 युनिट फ्री गरिदिएको छ त्यसपछिबाट 10 युनिटबाट 11 युनिट चलेपछि मात्र 1 युनिट हुन्छ यो कुरो चाहिँ यहाँलाई जानकारी गराउँछु 300 रुपियाँ न्यूनतम भयो 300 रुपियाँ न्यूनतम गरेका छौँ 10 युनिट चढेपछि
सुन्नुहोस् है यति होइन तपाईँहरू 300 रुपियाँ हजुरको धारामा सबैको धारामा एक ग्लास पानी गएर त्यो कुरो हामीले तपाईँको फिरबल धेरैचोटि बताउनु तपाईँको उसमा अब त्यहाँ कतै पाइप साइप खिचेको हुनसक्छ अनि आफ्नो घरको लाइनहरू आफूले पनि व्यवस्थित आफूले पनि हेर्न पर्ने हुन्छ गाडी गुड्दा कतै छेउ कसैको चाहिँ फिरबल लगाएर सबैजनाको हिजो हामीले चाहिँ काम गर्दाखेरि सानो फिरबल लगाएका थियौँ त्यो फिरबल अहिले पानीको फोर्सले आफै टाइट हुँदै जाँदैछ अनि धारा बन्द हुन्छ धारा बन्द भएपछि उहाँहरूले भन्नुहुन्छ मेरो धारामा पानी आएन अनि हामीले हरेकको धारा बन्द भएको ठाउँमा हामीले फिरबल तलेर हिँडेको छौँ त्यसपछि हाम्रो चाहिँ जाँदैछ हजुरको पनि त्यही भएको हुनसक्छ पाइप लाइन कतै खिचेको पनि हुनसक्छ तपाईँको छिमेकीको घरमा पानी जान्छ तपाईँकोमा जाँदैन हाम्रो भनाइ सबैको घरमा बराबर पानी जाओस् बराबर त जाँदैन किन भन्दा उकालो र बराबरले गर्दाखेरि अहिले मै भन्छु मेरो घरमा एकछिनमा सुक्छ मेरो छिमेकी घरमा दिनभरि जस्तो हार आउँछ त्यो ओह्रालोको र उकालोको धुँदा चढावा चाहिँ हामीले त्यो भन्न सक्नु पाइन्छौँ र यति भन्दै यहाँहरूको सल्लाह र सुझावलाई चाहिँ एकदम मनन गर्दै आगामी दिनहरूमा योभन्दा राम्रो अथवा बिग्रेको खण्डमा कसरी चल्छ तर बराबर चाहिँ हामी भन्न सक्दैनौँ हजुरहरूलाई है फेरि पानी बराबर आउँछ भन्ने चाहिँ भन्न सक्दैनौँ अनि जरिवानाको विषयमा पनि हजुरलाई मैले चाहिँ भने जरिवाना चाहिँ किन राख्यो भन्दा वर्षौँ पैसा नतिरेपछि हाम्रो संस्था चल्दैन भोलि प्राधिकरणले आएर लाइन काटिदिन्छ 30,000 रुपियाँ दाम उठ्थ्यो महिनाको 2 जना कर्मचारी विद्युतको पैसा मेन्टेनेन्स यहाँहरूको सल्लाह र सुझावलाई एकदम मनन गर्दै आगामी दिनहरूमा यी कुराहरूमा कमी कमजोरी नहोस् भन्दै यहाँहरूको सुझावलाई सिरो उपर गर्दै मेरो भनाइ यही टुङ्ग्याउँछु धन्यवाद हाम्रो अध्यक्ष सुबेन केउलाई एकजना होला कि 210 6 महिना अगाडि अग्रिम भुक्तानी गर्ने यो 6 महिना पछिसम्म नतिर्ने मान्छे तिनीहरू कसरी उठाउने जरिवाना छ तबसम्म उपाय छैन नि तपाईँ एकजना म अग्रिम बुझाउँछु भनेर मात्र होइन त 6 महिनापछि वर्ष दिनसम्म नदिँदाखेरि 75 रुपियाँदेखि त तपाईँलाई यस्तो गाह्रो भएको छ भनेर बुझ्यो तपाईँले एकचोटि तिरे भन्नु होइन 6 महिना नदिने त कसरी उठाउनु जाने त त्यो पनि विचार गरेर बोल्नुहोस् मैले मात्र दिएको छैन गर्वले नभन्नुहोस् के यो कुरामा हाम्रो दाइहरूले कति लडाइँ गरेर हाम्रो भाइ पानी हुनुहुन्छ म 24 वर्ष हो यो ठाउँमा हामीलाई यहाँ मान्छे ढाका छन् बिहा छन् पानी खानु जाँदा राति 12 बजेदेखि 5 बजेसम्म पाएको थियो मलाई त आनन्द भएको कस्तो मुखै हेर्नु पऱ्यो अहिले पानी आउँछ आनन्द यही कुरा ठिक छ हामीलाई यही समिति चाहिन्छ यो समिति बेगर कुन चाहिँ यसरी खटेर गएर पानी मुखेर चाहिँ हेर्नु छ मलाई पनि छ कसैले हिम्मत आउँदो र कसैले यसै गरेर म समाजसेवा विशुद्ध गर्छु भने कोही आउन सक्ने मान्छे पनि चाहियो नि हामीलाई के कुरामा ताली पड्काउनु भयो तपाईँले उहाँको कुरामा कहिले के बुझेर ताली पड्का उहाँको कुरामा के बुझेर चित्त ताली पड्का हरेकले आफ्नो इच्छा राख्न पाइन्छ 210 जनामा एकजनाले म अग्रिम बुझाउँछु भनेर ताली पड्काउँछ त्यो राम्रो हो अर्को 10 जना निक्लियोस् न 20 जना निक्लियोस् न अग्रिम बुझ त्यो पनि होला नि त त्यसमा तपाईँलाई छुट चाहिएर चाहिँ र छुटको व्यवस्था गरिदिनु होला यो चाहिँ म हाम्रो समितिलाई पनि भन्न चाहन्छु हस् धन्यवाद नमस्कार म उद्धव पौडेल यो तपाईँको बातविवाद गराउने काम जस्तो भयो जस्तो लाग्यो मलाई यो तपाईँको किन तपाईँले असम्बद्ध बनाउँदाखेरि छलफलको कार्यक्रम हुने लेख्नुपर्ने त्यो कुरा पनि लेख्नु भएन यतिको लामो समय पछाडि सदस्यता गर्दाखेरि र अब अरू कुरा त म कतै पनि कहिँन अब तपाईँले किनकि हामी एउटा फर्मेटमा छँदै छैनौँ त्यसमा ढुकाउँ होइन र तपाईँको अब हामी सिस्टममा चलेको भए सिस्टममा के हुन्थ्यो अहिले कुनै पनि प्रश्न आउँदैन थियो है तर हामी सिस्टममा नभएको भएर मैले यो तपाईँले दिनुभएको जुन यो मासिक प्रतिवेदन छ यो कार्य सिटको आधारमा मात्रै मैले फर्स्ट पेज हेरेँ मैले त्यसमा मात्रै प्रश्न गर्न खोजेँ है तपाईँले के छ भने अब 2080-81मा 20,459 रुपियाँ लेखा परीक्षा शुल्क तोक्नु भएको छ होइन कुनै पनि तपाईँको वार्षिक चाड सभाको हरेक चोटिको भनौँ न तपाईँले 3 वर्षसम्म एउटा अगाडि गर्दै हुन्छ त्यसको होइन अब हाम्रो पहिलेदेखि गरेर प्रत्येक क्रममा तपाईँले त्यही अनुसारले अगाडि बढ्थ्यो हाम्रो रेगुलर छैन यो पहिलो वर्ष भयो होइन रेगुलर त छ तर साधारण सभा त गर्नु भएन नि त फोर्टले नै तपाईँको पार्टिसन तोक्ने होला फोर्टले नै तपाईँको माइन्डबाट तपाईँको उठाएर यो कुरा अगाडि बढ्ने होला होइन लेखा पैसा पनि को तोक्ने त्यो पनि तपाईँको फोर्टबाट निर्णय हुनुपर्ने कुरा होला होइन र तपाईँको यहाँ आयो के आयो भन्दाखेरि 80-81मा 20,459 81-82मा तपाईँले राख्नु भएको छ पार्टिसन खर्च 54,459 यो तपाईँको 20,000-25,000 डबलको फरक कहाँबाट पर्यो किन पर्यो कहाँबाट निर्णय गराउनु भयो होइन तपाईँ 20,500 को लेखा पैसा सुरु भयो अर्को वर्ष जाँदाखेरि तपाईँको डबलभन्दा माथिको किन भयो यसको मलाई जाने 2 वर्षको हो यो
3 वर्ष झन् एउटैले गरेको अनि यहाँ त 80 81 भिजा छ 89 के पर आए ठिकै छ धन्यवाद अरु मेरो प्रश्न हाम्रो असन्तुष्टिहरू छन् भनेर हामीले साधारण सभा गर्ने कोसिस नगरेका होइन तर विडम्बना के भयो भने हामीसँग यतिको भेला गरेर यतिको कागज बाँड्नु पैसै पर्छ कुनै पनि साथ पैसै भयो जति आम्दानी त्यति खर्च अब आजको हजुरहरूको बुकलेटमा मैले उल्लेख गरेको छु आजको न्यूनतम खर्च 1 लाख बुकलेटमा हामीले उल्लेख गरेका छौँ यहाँको क्याटरिङको यो बुकलेटको अरू स्टेसनरी खर्चहरू जे भएका छन् न्यूनतम 1 लाख पैसा हामीसँग योभन्दा पहिला कहिले पनि भयो त्यसकारण यिनीहरूले किन साधारण सभा गरेनन् यिनीहरूले घोटाला पो गरे कि आफूले दुरुपयोगै गरे त्यो शङ्का मनमा कदापि नराख्नु होला सबै चिज हामीले हजुरहरूको पेश गरेको बुकलेटमा उल्लेख गरेका छौँ र पनि अब आउँदा दिनमा हामी नै यही समितिमा रह्यौँ भने चाहिँ वर्षै पछि अब अन्तर्गतै गरेर अब हाम्रो यहाँ प्रदेश सभासद हुनुहुन्छ वडाको प्रतिनिधि हुनुहुन्छ उहाँहरूसँग चाहिँ बजेट माग गरे भने साधारण सभा रेगुलर गर्ने बाचा पनि म यही मार्फत गर्न चाहन्छु नमस्कार म सुरेश पन्थी धेरै प्रब्लम रहेछन् प्रब्लम छन् पनि हुन्छन् पनि जहाँ एकजना हुन्छ त्यहाँ थोरै प्रब्लम हुन्छ जहाँ धेरैजना हुन्छ धेरै प्रब्लम हुन्छ कसैकोमा पानी गयो पानी गएन त्यो प्रब्लमै हो मेरोमा नि धेरै गएको छैन तर पनि ठिक छ र एउटा कुरा चाहिँ के भन्न चाहे भने तपाईँहरूले फाइनको कुरामा यत्रो विवाद लिनुभयो हो फाइन लिनुपर्छ एउटा सबैलाई लाग्ने हो फाइन लिनु पर्यो ठिक छ र अर्को कुरा के भयो भने पानी कतिले पम्प लगाएर तान्नु भएको छ भन्नुभएको छ नि हो यो कुरामा तपाईँहरूले भेटाएकोलाई जरिवाना होइन क्या सस्पेन्ड गरिदिनुहोस् न उसले सस्पेन्डै गरिदिनुहोस् त्यो व्यक्तिबाट अर्को व्यक्तिले त्यो काम गर्न अगाडि नचाओस् क्या ल ठिक छ मलाई 1 महिना पानी बन्द गरिदिनु भएको छ म पानी भन्ने भयो भने अर्कोले त 1 महिना त हो मैले 1 महिना र अहिले जो गरेर तानेर राखिदिन्छु भन्ने हुन्छ त्यसलाई सस्पेन्डै गरिदिनुहोस् न 6 महिना सस्पेन्ड गरिदिनुहोस् उसले त पैसा तिरिराख्यो नि त त्यसकै पैसा माइनस हुने हो त्यो तरिकाले अलिकति स्ट्रङली जानुहोस् त्यो कुरामा चाहिँ होइन फाइनले मात्र हुँदैन फाइन दिनुपर्छ नतिर्नेहरूलाई फाइन दिनुपर्छ अनि अर्को कुरा सबैले प्रतिवेदन दिनुभयो अध्यक्ष प्रतिवेदन अनि कोषाध्यक्ष प्रतिवेदन दिनुभयो हाम्रो यो अडिटर पनि नियुक्ति गर्नुभएको रहेछ 34,000 दिनुभएको रहेछ मैले यहाँनिर देख्दाखेरि लेखा परीक्षण श्रमिक भनेर 34,000 दिएको देखियो र लेखा परीक्षण साधारण सभामा लेखाबाट आएर प्रतिवेदन पेश गर्नुपर्ने हुन्थ्यो उहाँलाई देखिएन एउटा कुरा होइन उहाँ जहाँ जानुभयो उहाँसँग सम्बन्धित एकजना मात्र हुँदैन त्यो संस्थामा एकजना अर्को प्रतिनिधित्व हुन्छ एकजना अध्यक्ष हाम्रो मेन हुन्छ अध्यक्ष हुनुहुन्न भन्दा यो संस्था समितिमा कोही पनि छैन भन्न मिल्दैन अध्यक्षले अर्कोलाई जिम्मा दिनुपर्ने हुन्छ त्यो एउटा कुरा भयो अर्कोलाई अनि अर्को हाम्रो सायद उहाँ नगएकै भएर होला के देखिन्छ भन्दाखेरि नगद मुद्दामा देखिन्छ तपाईँको 80-81 मा 8 लाख सामसुङ देखिन्छ 81-82 मा 34 लाख सामसुङ देखिन्छ होइन यो वित्तीय विवरणको अनुसार पढ्दाखेरि अनि यतापट्टि तपाईँहरू गएर आय व्यय विवरणमा जाँदाखेरि तपाईँहरूले 2081 श्रावण 1 देखि 82 असार 32 सम्मकोमा देख्दाखेरि नगद मुद्दामा 8,41,000 राख्नुभएछ एकदम घोर मिस्टेक छ है यो रिपोर्ट चाहिँ हेर्नु यो हो ल तपाईँहरू फर्स्ट टाइम गर्नुभयो त्यसमा चाहिँ चुकिन्छ त्यो केही छैन पम्प लगाएको विषयमा पनि हामीले कारवाही गरेका छौँ हामीले कसरी कारवाही गरेको छौँ भन्दा 1 महिना धारणा पैसा मात्रै ठुलो कुरो होइन रहेछ हामीले जरिवाना तिराउँदाखेरि उहाँलाई हामीले 1 हप्ता 2 हप्ता भाडा बन्द गरिदिउँ सुन्नु न यस कुरामा चाहिँ तपाईँहरूले किन एउटा सूचनामै राख्दिनुहोस् यो व्यक्तिले गरेको भन्दा किनकि त्यो मान्छे सचेत हुन्छ होइन हामीले त्यो सुन्नु राजा यस्तो हुन्छ कसैको पनि चरित्र हत्या गर्न मिल्दैन हामीले यहाँ नाम लिएर फलानाको लाइन काट्ने ढिस्कानाको लाइन काट्ने कसैको पनि चरित्र हत्या गर्न चाहँदैनौँ
राजासँग मेरो एउटा कुरा सुझाव छ, तिमीले धारो नपाएपछि तिमीले मलाई के भनेर म्यासेज गर्यौ बारम्बार, म यो गाउँ छोडेर जानु पर्यो अङ्कल भनेर भनेको भएन। त्यो भन्ने कुरा समयअनुसार चल्दैन। अरू पनि छन् त्यस्ता म्यासेजहरू छन् जस्तो चाहिँ अहिले आएको यो नागार्जुनबाट आएको हिसाबमा त्यहाँ धेरै घोटाला भयो भन्ने कुराहरू पनि भएको छ होइन। सबैलाई हिसाब किताब हेर्नलाई चुस्त दुरुस्त गरिरहेछन् राजा होइन। किनभने हामीले कारवाही गरेको मान्छेहरूको हामी खुलस्त नाम भन्न मिल्दैन। कारवाही महसुस मात्रै गराएको राजा। हामीले फेरि यति पैसा तिराउँछौँ भन्ने पनि भएन। पैसा तिराउँदैन हामी ठुलो हुँदैन। कागज हामीले गराएको छौँ राजा, कागजमा हामीले सीमित गरेका छौँ। अब एउटा कुरा यहाँ हामी निरन्तर हामी पनि परिपक्व छैनौँ, सबै कुरामा पूर्ण छैनौँ। त्यसकारण यहाँ धेरै सुझावहरू आए। ती सुझावहरूलाई चाहिँ हामी अब आउँदा दिनमा क्रमशः कार्यान्वयन गर्दै यहाँहरूले जुन कुरा उल्लेख गर्नुभएको छ, जुन सुझाव दिनुभएको छ त्यसलाई चाहिँ फलो गर्दै अगाडि बढ्छौँ भन्दै एउटा कुरा चाहिँ भन्नै पर्नेछ। अब अहिले जति पनि हामीले 3 जना अडिटरबाट अडिट गराएका छौँ, अब आउने अब यो 82 पछि चाहिँ हामीले नयाँ अडिटर चाहिँ नियुक्ति गर्नुपर्ने हुन्छ, जुन हाम्रो कार्यतालिकामा पनि उल्लेख गरेका छौँ। त्यो अनुसार यदि हाम्रा उपभोक्ताहरू कोही हुनुहुन्छ या उपभोक्ताहरूमध्येबाटै कोही अडिट रजिस्टर भएर बस्नु भएको छ भने उहाँले हामीलाई यहाँ आएर आफ्नो नाम टिपाएर अबका 3 वर्ष उहाँले यसको अडिट गरिदिनु हुनुपर्ने म हार्दिक अनुरोध गर्दछु। यदि कोही हुनुहुन्छ भने यहाँ आएर नाम टिपाउनु हुन हार्दिक अनुरोध गर्दछु। अब आफ्नो मन्तव्य राख्ने क्रममा हाम्रो आदरणीय यस सल्लाहकार निरन्तर यस कार्यप्रति हामीलाई मार्गदर्शन गरेर यहाँसम्म सहयोग गर्नुहुने रामहरि खनालज्यू केही भन्दै हुनुहुन्छ। अब म यो माइक उहाँलाई हस्तान्तरण गर्नेछु। 10 वर्ष बिताएछ। हामी अब कस्तो अवस्थामा बुझेका थियौँ भने अब घट्टे खोलाको पानी पनि अब हाम्रो गाउँको मेजोरिटी हो। अब कोही नजाने किन सुक्यो भन्ने अब प्रश्न हामीले आफै नै गर्नुपर्छ। किन सुकायो भने त्यो प्रश्न आफै नै गर्ने हो। किन हामी एकता भएन, किन त्यो ल्याउन सकेनौँ, त्यो कसैलाई दोष दिने कुरा छैन। हामीले आफैले सोधौँ र हामीले पनि धेरै प्रयास गऱ्यौँ। नालीमा गएर पनि सुत्यौँ, पानी झार्यौँ पनि, 2-4 वर्ष खुवायौँ तर केही सिप लागेन, कसैले चासो दिनु भएन। यसमा मलाई पनि दुःख लागेको छ, किनभने घट्टे खोलाको पानी त्यो जस्तो राम्रो पानी कुनै पनि थिएन, त्यो सुक्यो। अब त्यतातिर नजाउँ, त्यो गइसक्यो। अनि अर्को कुरा मलाई आश्चर्य के लाग्यो भने अहिलेको समितिले राजीनामा किन दिएको त्यो सोध्न चाहन्छु म। तपाईँहरूलाई भएन कसैले भनेको छ र होइन? तपाईँले गरेको काम भएन, तपाईँले यति भ्रष्टाचार गर्नुभयो, यति खानुभयो, यस्तो भयो भन्ने कसैले पनि गुनासो गरेको छैन जस्तो लाग्छ मलाई। अब होला एक आधमा यस्तो कुराहरू आउँछन्। सामाजिक काम गर्ने मान्छेले जस कहिले पनि पाउँदैन, किनभने अब केही किसिमले खान सक्नु पर्यो, नत्र पनि सामाजिक काम गर्ने मान्छेले जस कहिले पनि पाउँदैन। म त पहिलोचोटि के भन्न चाहन्छु भने अब फेरि 10 वर्ष उहाँले नै चलाउनु पर्छ। यसै गरी चलाउँदै जानुहोस् र के भन्नुपर्छ, के गर्नुपर्छ, अब जानु सकेका ठाउँमा हामीलाई पनि साथ लिएर जानुहोस्। हामी पनि साथ दिन तयार छौँ र तपाईँहरूले अहिले तुरन्तै यही माइकबाट तपाईँहरूले राजीनामा फिर्ता लिनुपर्छ। किनभने यो राजीनामा दिने बेला होइन, राजीनामा दिनु पर्दैन होइन। र नयाँ मान्छे आएर, नयाँ समिति आएर पनि के यो कुनै चमत्कार गर्ने त होइन, आकाशबाट पानी झार्ने पनि होइन, गर्नुपर्छ बढी नै गर्नु पर्यो। जति कुरा उहाँहरूलाई थाहा छ नि, अब यत्रो 10 वर्ष भिन्नुभयो, कहाँ जानु पर्ने रहेछ, के गर्नुपर्ने रहेछ, सबै कुरा थाहा भयो। म त के भन्छु भने उहाँहरू जस्तो भैरवनाथ खनाल, हाम्रो रामबहादुरजी जति समितिमा हुनुहुन्छ, उहाँले त यो समितिबाट तलबै लिए पनि हामी चाहिँ खुसी छौँ। किनभने जुन सुविधा हामीलाई दिनुभएको छ, कसैको दैलोमा जानु पर्दैन, कसैसँग झगडा गर्नु पर्दैन। एकजना बहिनीले पनि भन्नुभयो, भाइले पनि भन्नुभयो, झगडा गर्नु पर्दैन। अब त्यो समय पनि भएन, चुल्हामा धारो पुगेको छ, त्यहाँभन्दा बढी हामीले के खोज्ने। अब के भने एउटा अलिकति सुधार्नुपर्ने कुरा तपाईँहरूको विधानमा के छ, विधान हेर्नुहोस्। पहिला विधान त दर्ता भएको होला, त्यो विधानमा 2 वर्षमा, 3 वर्षमा, 1 वर्षमा कति बेलामा तपाईँ यो अधिवेशन गर्नुपर्ने छ, साधारण सभा गर्नुपर्ने छ। त्योभन्दा बाहेक 1 वर्षमा भनेर पनि हुँदैन, किनभने त्यो दर्ता भएको विधानमा जे छ त्यही मात्र हुन्छ। कसैले केही भनेर हुनेवाला छैन।
विधान हुनु पर्यो नि कि विधान कि संशोधन गर्नु पर्यो अर्को कार्य समिति बोलाउनुलाई। त्यसै त हुँदैन। अहिले मैले राजीनामा दिएँ अर्को यस्तो चाहिने हावा ताल्ने कुरा गर्नु हुन्छ किनभने यो कार्य समिति यथावधि छ। यो अझै पनि रहन्छ 10 वर्ष रहन्छ किनभने यो कार्य समितिले कुनै बदमासी गरेकै छैन त होइन। हामीलाई त खुसी छ हामीले पानी खाइरहेछौँ। भोलि मरुभूमि हुने ठाउँमा उहाँले चाहिँ एउटा शिक्षित गरिदिनु भएको छ त्यहाँ त खुसी हुनुपर्ने कुरा के छ। कसैलाई एक दुईजनालाई गल्ती भयो भन्दैमा सुरुमा गल्ती भयो होला हुनसक्छ पहिलोचोटिको काम हो फेरि अब सुधार्नु होला र सुधार्दै पनि जानु होला र अनि कुनै उपभोक्ताले मेरो यस्तो समस्या पर्यो भने नरिसाइकन हाँसी खुसी उहाँहरूको सेवा गरिदिनु होला र जे गर्नु पर्यो समितिले गर्छ त्यो हामीले भन्नु पर्दैन। सबैको राम्रोसँग सुविधा दिनु होला। यो समितिले फेरि बोरिङ गर्नुपर्ने कुरा अहिले आइरहेछ र बोरिङ चलाओस् र अझै यो समिति 15 वर्ष जाओस् 20 वर्ष जाओस् यही समितिले काम गरोस् र स्वच्छ मनले काम गरोस् सेवा भावनाले काम गरोस्। त्यसमा के गर्नुपर्छ हामी पनि उपभोक्ता हौँ तयार छौँ होइन। खानी त हामीले हो नि उहाँहरूले मात्रै खानी होइन खानी त उपभोक्ताले हो। त्यस कारण अलिकति र अनि एउटा सूचना आयो यहाँ प्रसादी तयार भएको छ प्रसादी नदिकन कोही नगइदिनु होला भन्ने यहाँ सूचना आएको छ। फेरि प्रसादी रह्यो भने भोलि कसले खान्छ हामीले खाने मिलेन आएर होइन प्रसादी लिएर मात्रै जानु होला भन्दै सबैजना यही समितिलाई समर्थन गर्दै खुसी भएर जाउँ। दीपावली शुभ रहोस्। जय होस्। धन्यवाद हाम्रा आदरणीय सल्लाहकार रामहरि खनालज्यू। अब उहाँको कुरा त ठिकै हो तर यहाँ यो समितिमा लागिरहँदा एउटा के छ भने गर्न पाए त गर्न सके त यो सबैजनाको हाँसी खुसी अनुहार देख्न पाए त राम्रै हुन्थ्यो तर तान्दै नलाग्ने खट्टी नै एकदम धेरै पर्ने यहाँ देखिँदैन। तपाईँको घरि प्रदेश अफिस धाउनु पर्यो घरि वडा कार्यालय धाउनु पर्यो घरि नगरपालिका धाउनु पर्यो। तपाईँको कुनै बेला त 15 मिनटभित्रमा चाहिँ समितिको माइनट लेखेर तपाईँ यहाँ कागज हाल्नुहोस् त तपाईँहरू बजेट आउँदैन भन्ने केसहरू नै आएका छन्। अझ 15 मिनटमा यत्र 13-14 जना समितिका पदाधिकारी कहाँ भेटेर कसरी सही गर्नु यस्ता कन्डिसनहरू नै आउँछन्। त्यही कारण यहाँ यो समिति अहिले जो हामी यहाँ चाहिँ कार्यरत छौँ अथवा सेवारत छौँ त्यहाँ मध्ये चाहिँ कुनै मान्छेहरू चाहिँ हामी विशेष गरेर अध्यक्षज्यूको आग्रहमा चाहिँ अरू कोही सदस्य जम्मा 3टा पद तपाईँको 3टा पद चाहिँ पुरानै रहने 3टा पद चाहिँ पुरानै रहने अध्यक्ष सचिव र कोषाध्यक्ष पुरानै रहने अरू चाहिँ नयाँ इच्छुक चाहिँ कोही हुनुहुन्छ भने अझै पनि आउनुहोस् हामी यो कार्य समितिमा सँगै बसौँ हातेमालो गरौँ र यो खानेपानी समितिलाई यो खानेपानी जतिजना हामी खासै गरेर हामीसँग जम्मा 210 मात्रै हो। अन्तको जस्तो खानेपानी समितिको 800 घरधारा त्यसपछि 500 घरधारा हाम्रो छैन। हाम्रो एकदम चुस्त दुरुस्त छ। जो आएर यहाँ चाहिँ सरसल्लाह लिएर चाहिँ हातेमालो मिलाएर कार्य गर्न इच्छुक हुनुहुन्छ भने उहाँहरू आज यहाँ आएर नाम टिपाउनु पनि सक्नुहुन्छ यो कुरो पनि अनुरोध गरेँ। अब हामी विशेष गरेर छलफलका विषयहरूमा लेखा परीक्षक जुन चाहिँ हाम्रो अब आउँदा वर्षमा मैले अघि नै पनि यहाँहरूलाई जानकारी गराएँ लेखा परीक्षक चाहिँ अब नयाँ नियुक्ति गर्नुपर्ने छ। हामी मध्ये कोही यहाँ लेखा परीक्षक बन्न चाहनुहुन्छ हाम्रो अडिट गरिदिन चाहनुहुन्छ भने यहाँ नाम टिपाइदिनु हुन त्यो पनि अनुरोध गर्दछु। त्यसपछि अब यहाँ मुख्य 2 जना आज हामीले यहाँ जे प्रस्तावहरू प्रस्तुत गऱ्यौँ जे चाहिँ निर्णयहरू गर्नेछौँ त्यो निर्णय पुस्तिकामा हस्ताक्षर गर्नको लागि अन्तिम हस्ताक्षर गर्नको लागि हामी 2 जना उपभोक्ता तपाईँहरू मध्येबाटै चाहिँ चयन गर्छौँ। त्यो नाम हामी चाहिँ त्यो निर्णय पुस्तिका स्थानीय निकायहरू प्रदेश सरकार केन्द्र सरकारमा चाहिँ आजको साधारण सभाको चाहिँ माइनट पुर्याउनु पर्ने हुन्छ। त्यसमा चाहिँ सिग्नेचर गर्न कमसेकम 2 जना चाहिँ उपभोक्ता यो हाम्रो अन्तिम हाम्रो माइनट तयार नहुन्जेलसम्म यही राखिदिनु पर्ने हामी अनुरोध गर्छौँ। अब विशेष गरेर हाम्रो यस रामकोट 5 खानेपानी उपभोक्ता समितिले कार्य गरिरहँदा हामीले सकेको ठाउँमा जान सकेको ठाउँमा गर्नुपर्ने ठाउँमा त गरि नै रह्यौँ लागि नै रह्यौँ र विगत 12 वर्षदेखि हामी काँधमा गाग्री बोकेर हिँड्नु परेको छैन।
प्रत्येक दिन बिहान धेरै थोरै भौगोलिक अवस्था हाम्रो विकट छ। कसैको घरमा धेरै पानी जान्छ, ओह्रालो ठाउँमा धेरै जान्छ, कसैको उकालो भएको ठाउँमा कम पानी जान्छ। जे जस्तो अवस्थामा पनि चलिरहेको छ। त्यसमा मुख्य भूमिका यस रामकोट 5 खानेपानी समितिलाई अझ सुख सुविधा होस्, यहाँका उपभोक्ताले सुख सुविधा पाउन् भनेर हाम्रा काठमाडौँ जिल्ला क्षेत्र नम्बर 9 खका सभासद उहाँलाई चाहिँ हामीले जति नै धन्यवाद दिए पनि कम हुन्छ। त्यो के हो भने आफू प्रदेश सभा चाहिँ सदस्य हुनासाथ रामकोट 5 खानेपानी समितिमा चाहिँ 89 लाख बजेट उहाँले पारिदिनु भएर हाम्रो 2,50,000 लिटरको ट्याङ्की र 305 लिटर बोरिङ हामीले बोरिङ गर्न सफल भएर हामीले यतिको समय यहाँ भएको। अनि अरू कुरा के भयो भने अब तपाईको यो के हुन्छ भने हामीसँग मुख्य समस्या भनेको आर्थिक स्रोत रहेछ। आर्थिक स्रोत भयो भने जे काम पनि भनेको टाइममा भनेको समयमा गर्न सकिने। पैसा छैन भने साधारण सभा गर्नु पर्ने 1 लाख खर्च गरेर 10 वर्ष पुग्नु पर्यो। पैसा भएन, जति पैसा अरू कुनै स्रोत छैन। पानीको महसुल जति चाहिँ ग्राहकले बुझाउँछन् त्यति मात्रै हो पैसा। 48,000 2 जना कर्मचारी हुनुहुन्छ है, हाम्रो 2 जना कर्मचारी हुनुहुन्छ। 1 जना मिटर चाप्ने र पैसा बुझ्ने, 1 जना चाहिँ पानी खोल्ने र बन्द गर्ने, 2 जना मात्रै कर्मचारी। जम्मा 23,000 उहाँलाई खर्च हुन्छ महिनाको र 25,000 एभरेजमा प्रत्येक महिना बिजुलीको बिल तिर्नुपर्छ। 48,000 सिटिहाल्यो। मर्मत टुटफुट भयो भने फेरि चन्दा माग्नु पर्ने स्थिति छ। अहिले चाहिँ के भयो भने यहाँ मान्छेहरूलाई कति भ्रम छ भने यो विगत 81-82 को अडिट रिपोर्ट एकजना सरले सोध्दै हुनुहुन्थ्यो। हामीले तपाईँको यो लास्टमा चाहिँ यहाँ फाइलहरू छ, हामीले आफ्नै पैसा बुझेका छैन। बैङ्कमा चाहिँ भौचर बुझेर हामीले धारो बाँडेको छ। त्यही धारोको पैसा मात्रै 34 लाख हामीले त्यो बचाउन सफल भयो। हामीसँग अरू कुनै स्रोत छैन, कसैले केही दिँदैन। कसरी चलेका होला त्यो तपाईँहरूले अब यतिबाट भन्नुहोस्। त्यही कारण अब हामीले छोड्छु भनेर राजीनामा लेखिसक्दा पनि हामीले चाहिँ यो पैसा नगद जिन्सी जे जति छ त्यो चाहिँ कोही कसै कुनै संस्था या यहाँहरूलाई कुनै कतै थाहा छ भने हाम्रो नगद जिन्सी जे जति जिम्मा लिएर हामीलाई प्रत्येक दिन बिहान घरमा धारा बनाइदिनुहुन्छ। हामी त्यस्ता संस्थालाई यो हस्तान्तरण तयार छ। तपाईँहरू तयार हो? त्यसकारण अब समयको पाबन्दीलाई चाहिँ मध्यनजर गर्दै आज हामीले यहाँ पेश गरेका कुराहरू, हालसम्म पेश गरेका आएका विवरणहरू यदि यहाँहरूलाई लाग्छ यो पास भएको हो भने एकचोटि जोरदार ताली बजाइदिनु, हार्दिक अनुरोध। हामीले आज लगभग 210 जनालाई भनेर यहाँ उपस्थित हुनुभएका चाहिँ उपभोक्ताज्यूहरू, सल्लाहकारज्यूहरू, जो दाजुभाइ दिदीबहिनी उहाँलाई हामीले बिहानको नास्ताको पनि व्यवस्था गरेका छौँ। हामीले वडा कार्यालय नगरपालिका वडा नम्बर 6 को वडा कार्यालयबाट हामीले बोरिङ गर्नको लागि प्रदेश कार्यालय हेटौडा, खानेपानी प्रदेश कार्यालय हेटौडामा सिफारिस समेत पठाइसकेको जग्गामा हामीले बोरिङ गर्न जाँदा हामीलाई अवरोध गरियो। त्यो अवरोध वडा कार्यालयलाई थाहा छ। यसको बारेमा पनि वडा सदस्य हाम्रा मुकुन्दबहादुर सुवेदीज्यूलाई आफ्ना कुरा राखिदिनु हुन हाजिर गर्नुहुन्छ। हामीले पनि पटक भनेको थियो यो टोखल खानपानले किन खानखाना गर्ने, खानखानाको विषयमा तपाईँहरू बुझिहाल्नुभयो। पहिलो त आर्थिकै हो, आर्थिक नभइकन कुनै पनि के हुँदैन। तर मैले यस खानपानलाई के भन्न चाहन्छु भने यत्रो खर्च गरेर हुँदा चिया र बिस्कुट खाएर 10-12वटा कुर्ती राखेर आम चित्त नबुझ्ने ओदाहरूलाई बोलाइदिएर हाम्रो चाहिँ खानखाना यो हो, हामीसित पैसा नभएको कारणले यसो गर्ला भनेर उहाँहरूलाई बुझाइदिएको भए उहाँहरूको पनि केही मन हुन्थ्यो होला। तपाईँलाई बोलाएर भने उसलाई बोलाएर भन्छ भन्ने पाएको धारणाले गर्दाखेरि यहाँसम्म आइपुगेको हो। मैले के भनिरहन्छु भने यो भनौँ न काठमाडौँ भ्यालीमा पुवाल मात्रै भयो, तर त्यहाँ रिचार्ज चाहिँ भएन। हामी जहाँसुकै पनि अहिले चाहिँ जुन खानेपानीले चाहिँ बोरिङ गर्नु गइरहेको ठाउँमा चाहिँ किन
रोक्यो भन्दाखेरि अर्को खानेपानीले बााउन्डेज बसेको त्यो चाहिँ 500 मिटर 200 मिटर कतिको उसमा छ मलाई थाहा बााउन्डेज बसेको ठाउँमा पर्यो भनेर उहाँले अवरोध गरिरहेको यहाँ चाहिँ के भने खानेपानी जो तल्लो टौखेल पात्र छ खानेपानी भनेको चाहिँ नागार्जुन नगरपालिका र अख्तियारले चाहिँ ताला मार्न आएको अवस्थामा हामी चुनावमा भोट माग्न जाँदा चाहिँ तपाईँलाई पानी खुवाउँछु बाटो दिन्छु भनेर भोट माग्न जाने र हामी जनप्रति जितेर आइरहँदाखेरि नागार्जुन नगरपालिकाका तत्कालीन कार्यकारी चाहिँ सुमन अधिकारी र नागार्जुन नगरपालिका कर्मचारी आएर उहाँहरू बन्द गर्न आउनुभयो अनि मैले के भने यो के को लागि बन्द गर्नुभयो उहाँले अख्तियारले चिठी छ खानेपानीको नियमित पैसा बुझाउनु भएन प्राधिकरणमा चाहिँ पैसा दिएन लाइन पटक काटेको छ भन्दाखेरि अनि मैले के भने त्यहाँको अध्यक्ष तत्कालीन अध्यक्षलाई बोलाएर के हो भन्दाखेरि मलाई कहिले पैसा दिँदैन म कहिले पैसा दिनु र लाइन काटेँ म सक्दिनँ तपाईँ नसक्नु अध्यक्ष छोडिदिनु कसले कसले तपाईँ गर्नु भने कारण मैले उहाँलाई विशेष त्यहाँ अधिवेशन बोलाउनु भनेर 15 दिनभित्रमा बोलाउनु भनेर उहाँलाई निर्देशन गर्थेँ उहाँले अधिवेशन बोलाउनु भयो त्यहाँ अध्यक्षले हात थिच्नुभयो अब कसले सम्हाल्ने नगरपालिकाका कर्मचारी पनि आइरहनु भएको छ अनि उहाँलाई भने तपाईँले सक्नुहुन्न भने मलाई चाहिँ जिम्मा लगाउनुहोस् मैले यो खानेपानी चाहिँ निरन्तर गरिदिन्छु भनेर भनिसकेपछि मलाई सबैजना टोकेर त्यहाँ खानेपानीको समिति बन्यो र खानेपानी समिति बनिरहँदाखेरि अब अख्तियारमा जानुपर्छ 4-5 जना रहेछन् उहाँहरू कोही जानुभयो कोही जानु भएन उहाँ पटक भने अख्तियारमा जानु पर्ने तपाईँले कुनै कालो काम गरेको छैन गइदिनु न गएर केही फरक पर्दैन अख्तियारमा गएर बयान दिनु मैले यो सकिन यो पैसा यसरी आयो यहाँ दियो भनेर तपाईँले त्यहाँ बयान त दिन सक्नुहुन्छ नि भन्दाखेरि बल्ल बल्ल उहाँहरू गएर अख्तियारले टुङ्ग्यायो अनि त्यहाँ अहिले चाहिँ के भएछ भने यहाँको चाहिँ गतिविधि अब कसरी के भने तलको चाहिँ जस्तो भैरव टोलको खानेपानीको अध्यक्ष म भइरहँदाखेरि मैले के भने मेरो घरभित्र राखेर पानी खाएँ र त्यहाँ तत्कालीन अवस्थामा 250 जना हुँदाखेरि ग्राहक हुँदाखेरि मैले खानेपानी खुवाएको पछि 4 दिनपछि मैले सक्ने मेरो पैसा पनि फिर्ता उहाँ सबैले मलाई टिका लाएर मात्रै दिइराखेर पनि मैले त्यो दक्षिणा लिन स्वीकार सकिनँ किनकि म चाहिँ एउटा सामाजिक व्यक्ति मान्छे त्यो कुनैको पैसा लिएर मलाई फाइदा हुँदैन भनेर मैले त्यो नस्वीकारिकन खानेपानी चलाएर यहाँ तल तलको पनि पानी यसरी चलाएर गरेको हो अब अहिले आएर यहाँ आएर यो पुरानो समिति राजीनामा चुकिँदा अहिले हुँदैन पुरानो समिति नै बस्नुपर्छ उहाँले खुवाएर अहिले हामीले नगरपालिकाले प्रदेशले दिने बजेटले बोरिङ गरेर दिएको पैसाले बोरिङ गरेर सबैलाई चित्त बुझेर फाइट मात्र उहाँहरूको राजीनामा चुकिनुहुन्छ अहिले उहाँहरूको राजीनामा चुकिनु हुँदैन जति धेरै जे गरे पनि उहाँहरूले बस्नुपर्छ किनकि नयाँ फेरि के गरी खुवाउँछ कहाँ स्रोत कहाँ छ पैसा कहाँ छ जिल्ला विकास को जान्छ अनि प्रदेशमा को जाने प्रदेश खानेपानीको बोर्डमा को जाने सबैलाई थाहा छैन अहिले उहाँहरूलाई राजीनामा चाहिँ रिजर्भ गर्ने हामी चाहिँ घर बस्यो भनेर पानी खानु पर्दैन यो समिति अहिलेको हिसाबमा कुनै हिसाबले पनि विघटन हुँदैन उहाँले बिगाड्दै हामी उहाँलाई बाध्य बनाएर यहाँ राखेर तपाईँहरूले उपभोक्तालाई 1 वर्षभित्रमा अब यसरी सकेन भने अब मैले यहाँ हाम्रो चाहिँ पर्थियो मान्ने हुन्छ हामीले बोरिङ मात्रै होइन भट्टे खोलाको पानीलाई जोड दिनु पर्यो भट्टे खोला त्यत्रो पानी छ उहाँले पटक भन्नुभएको छ त्यहाँ ड्याम कसेर यहाँका आम उपभोक्तालाई पानी खाउँ भनेर उहाँले पर्दैन बार कुरो उठाइरहनु भएको छ तर हामी यहाँका उपभोक्ताहरू चाहिँ पानी आएर किन जानु हामीले देखेर नि नगरपालिकाले प्रदेशमा त्यसरी कहिले पनि खुवाउँदैन हामीले चाहियो भने हामी जोडी पो उहाँले हामीलाई हेर्ने हो जस्तो नगरपालिकाले उहाँले अहिले भैरवजीले भन्नुभयो 15 मिनटमा आएन भने उहाँहरूको चाहिँ त्यो पत्र भएन भने हामीले पानी नै आउँदैन अनि उहाँलाई 15 मिनटमा बोलाउनु परेन त्यो 15 मिनटमा भित्रमा जाने मान्छे त चाहियो नि खानेपानीले 15 मिनटभित्रमा नगर प्रदेश त्यहाँबाट जाने मान्छे चाहियो अब अहिले यसलाई चाहिँ फलानले गर्ने आफू टेकेको छैन आफूले कसरी गर्छ आफूले गरेर देखाउनु पर्यो अर्कालाई र अनि मैले चाहिँ त्यो राजीनामा दिएको छ भनौँ अब के पनि नगरे फलानले गरेर फलानले खाएपछि प्रमाण देखाइदिनु पर्यो फलानले यति पैसा खायो अनि फलाना खाइस भनेर प्रमाण चाहिँ दियो भने त उसलाई चाहिँ नगरपालिका उसले कारवाही अख्तियार कारवाही त गर्छ नि पैसा खाएको छैन त्यसको फलानले खायो उनीहरू मिलेर देखायो यसो यो कहिले पनि खानेपानीले व्यक्तिगत पैसा झिकेर खान्छन् उहाँ ब्याङ्कमा दाखिला गरेको छ उहाँले खानेपानीले कर्मचारी खायो कसरी खान सकिन्छ भने ठेकदारहरूसित मिलेर 2 पैसा दिन्छ अब यो ठेकदार आइसकेपछि ठेकदारले गरेर कसरी पैसा खाने
उपसमिति अध्यक्ष आफ्नो पकेटमा लगानी गरेर फ्याक्ट्रीले कोषाले चाहिँ यसरी समय दिइरहनु भएको छ भने अरूले तपाईँ हामीले गर्न सक्छौँ के गर्ने म गर्न सक्छु यो खानपानी समेट्छु भनेर चाहिँ हात उठाउनु पर्यो कि नसक्ने अनि फलानु गऱ्यो खायो भने यो चाहिँ कहिले आएर बोलाउनुहोस् भन्दै आज यो सायङ सभा भव्य र सबैमा सफल होस् भन्दै मेरो शुभकामना धन्यवाद नमस्कार धन्यवाद हाम्रो यस नारायण नगरपालिका वडा नम्बर 6 का वडा सदस्य प्रतिनिधि मुकुन्दबहादुर सुवेदीज्यू उहाँले आफ्नो बारेमा हामीले के गर्ने के नगर्ने भनेर आफूले भोग गरेका गतिविधिहरू बारेमा स्पष्ट पारेर जानुभयो अब हामीले राजीनामा त ज्यादै नै हामी थाकेर अब चाहिँ नयाँ मान्छे आउलान् कि भन्ने आशा गरेर चाहिँ हामीले राजीनामा दिएका हौँ अब यहाँ परिस्थिति अब साँच्चै नै भन्नुपर्दा यहाँ केही गर्नु फेरि आफैले पनि पानी खान पाए त्यसको डर पनि छ है हामीलाई त्यसको डर पनि छ है त्यही कारण अब हाम्रो अध्यक्षज्यूलाई यो पुरानै समिति चाहिँ राजीनामा चाहिँ फिर्ता लिएर पुरानै समिति कायम रहने गरी आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्छु धन्यवाद उपभोक्ता जीवहरूको चाहिँ यो सल्लाह र सुझावलाई ध्यान शिर उपर गर्दै मैले राजीनामा फिर्ता लिएको र यो समिति पुरैले राजीनामा फिर्ता लिएर यथावत रूपमा हामी कार्य गर्दै जानेछौँ भन्ने कुरो जानकारी गराउँछु धन्यवाद गिरिज्यू अगाडि आइदिनु होला सचिव केशव प्रसाद पौडेलज्यू अगाडि आइदिनु होला उपसचिव भैरवनाथ खनालज्यू यी आइदिनु होला रमा चालिसे खनाल प्रकाश दालज्यू सुशीला बलामीज्यू रामबहादुर बलामीज्यू भक्त बलामीज्यू नवराज खड्काज्यू विनु सुवेदीज्यू अनिल पौडेलज्यू सरस्वती बलामीज्यू केशव प्रसाद आचार्यज्यू यशोदा खड्काज्यू हाम्रा पुरानै समितिका पदाधिकारीहरू कृपया पुरानै समिति कायम हुनु भएकोले हाम्रा उपाध्यक्ष शिवराम गिरिज्यू यहाँ हाम्रा पदाधिकारीहरू सबैजना अगाडि आएर हाम्रो प्रमुख अतिथिबाट अब नयाँ बनेको समिति कायम हुने गरी टीका र माला ग्रहण गरिदिनु हुन म सबैलाई अनुरोध गर्दछु हामीलाई जानकारी गराए अनुसार हामीले वडा कार्यालयबाट चाहिँ बोरिङ गर्नको लागि सिफारिस दिइसकेर खानेपानी प्रदेश कार्यालय हेटौडामा निवेदन पठाइसकेको ठाउँमा चाहिँ बोरिङ गर्न अवरोध भयो यो चाहिँ उहाँलाई बुझ्नु भएन वास्तविक मापदण्ड 200 मिटर हो 200 मिटर भन्दा त्यो उनीहरूको बोरिङ भन्दा मापदण्डभन्दा बाहिर छ त्यसकारण उहाँले सहजीकरण गरेर हामीले त्यही ठाउँमा बोरिङ गर्नको लागि उहाँको मापदण्डभन्दा बाहिर पर्ने भएकोले यति गर्न चाहिँ म उहाँलाई हार्दिक अनुरोध गर्दछु अब आउँदा दिनमा 200 मिटर भन्दा बाहिर मापदण्डभन्दा बाहिर परेको बोरिङ चाहिँ हामीले गर्न पाउनुपर्छ यहाँले सहजीकरण गरिदिनु होला हार्दिक धन्यवाद व्यक्त गर्दछु अनि अरू कुरा यहाँ हाम्रो वडा सदस्य मुकुन्दबहादुर सुवेदीजीले जानकारी गराउनु भएअनुसार हाम्रो यस खानेपानीको समन्वयकर्ता चाहिँ नारायण नगरपालिका वडा नम्बर 6 अब रहने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु कार्यक्रमको अन्तिम चरणमा छौँ अझै पनि म एउटा कुरा आग्रह गर्दछु हाम्रो अब आउँदाका वर्षमा अधिक गराउनको लागि कोही चाहिँ उपभोक्ताहरूले कोही हुनुहुन्छ अथवा उहाँको आफन्त कोही हुनुहुन्छ भने उहाँको नाम यहाँ टिपाइदिएर हामी चाहिँ आज उहाँलाई हामीले तोक्नु पर्ने हुन्छ नत्र भने अब आउँदा दिनमा हाम्रो कार्य समितिले बस्ने बैठकबाट हामीले चाहिँ अर्को अडिटरको नाम तोक्नु पर्ने हुन्छ कोही हुनुहुन्छ भने यहाँ जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु 2 मिनेटभित्र आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु सल्लाहकारहरू पनि अब हामी लगभग कार्यक्रमको अन्तिम चरणमा छौँ यस अन्तिम चरणमा आजका हामीलाई अति व्यस्तताका बावजुद पनि हामीलाई चाहिँ यस कार्यक्रममा हाम्रो सूचनालाई चाहिँ निमन्त्रणालाई स्वीकार गरेर यहाँ आएर चाहिँ उपस्थित भएर हाम्रो कार्यक्रम सफल बनाउन आउनुभएका प्रमुख अतिथि केशव प्रसाद पोखरेलज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु
सम्पूर्ण पदाधिकारीहरूको आग्रहलाई स्वीकार गर्दै हामी चाहिँ पुनः जो जति जति ठाउँमा छ उहाँले नवाने गरी उहाँले टिका र माला लगाएर हामीलाई पुनः केशव पौडेल केशव आचार्य उहाँ सदस्य हुनुहुन्छ। धन्यवाद। प्रकाश बाबू दाजु केशव पौडेल हाम्रो सचिव हाम्रो सुशीला परामी हाम्रो सदस्य पछि हाम्रो अर्को मिटिङबाट गरौँला। हाम्रो माइनर अनिल पौडेल सदस्य हाम्रो सरस्वती बराबीज्यू आइपुग्नु भएको छ भने उहाँलाई पनि अगाडि आउन अनुरोध गरे। हाम्रो महिला सदस्य पिनु सुवेदी उहाँ चाहिँ आउन नसक्ने हुन्छ। हाम्रो अब आगामी बैठकमा उहाँलाई गर्नेछौँ। अब यस पुरानै समिति बार भएपछि यसका बारेमा यस खानेपानीको बारेमा सुक्खाका बारेमा उहाँले पनि सानो टोकाले चाहिँ हामीलाई त्यसरी 1 करोड रुपियाँ बजेट हालिदिनु उहाँको गाउँको बायोलाको व्यवस्थित रूपमा यो प्रतिवेदन पेश गर्नु भएको छ। उपभोक्ताहरूले आफ्नो लागेको कुराहरू खुल्ला रूपमा राख्नु भएको छ। यो टिप्पणीमा अधिकार राख्नु भएको छ। यो कार्यक्रम आयोजनाको लागि यो उपभोक्ता समिति यो खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईहरूले 72 देखि 82 सम्मको आजको एक पुस्ता जुन प्रगति विवरणहरू सार्वजनिक गर्नुभएको छ, लेखा परीक्षण प्रस्तुत गर्नुभएको छ, उपभोक्ताहरूले आफ्नो कुराहरू राख्नु भएको छ, अझ कतिपय कुराहरू राख्नु भएको होला। मलाई एकदमै खुसी लाग्यो। यति पाएपछि हिसाबले सबै संस्थाहरूले कार्यक्रम गरिदिने हो, सबै उपभोक्ताहरूलाई अथवा चाहिँ सबै सरकारवालाहरूलाई बुझाउँदै जाने हो भने समाजमा जति पनि असन्तुष्टिहरू निराशाहरू छन् त्यो निराशाहरू कम हुन्छ भन्ने मलाई लाग्छ। अब अहिले यहाँ टन्नै थियो कुर्सीहरू, अहिले कुर्सीहरू खाली भएको छ। कोही खाना खाँदै हुनुहुन्छ, कोही हतारमा पनि हुनुहुन्छ। अब कसैलाई खाना बनाउन जानुपर्ने पनि हतार छ, घराइसी कामहरू पनि छ। त्यस हुनाले मैले धेरै समय लिइराख्नु पर्ने जरुरी छैन। म धेरै समय पनि लिन्न, तर केही कुराहरू मात्रै राख्न चाहन्छु। तपाईहरूले निर्वाचित गराएर पठाएको जनप्रतिनिधिको हैसियतले केही कुरा राख्न मेरो दायित्व पनि हुन्छ। अस्तिको आन्दोलनपछि केन्द्रको प्रतिनिधि सभा चाहिँ विघटन भएको छ, प्रदेश सभा विघटन भएको छैन। त्यो भएर अहिलेसम्म म पद हालमै छु होइन। अब तपाईँहरूले चुनेर 5 वर्षलाई पठाउनु भएको छ, 3 वर्ष हुँदैछ, अब के होला थाहा छैन। जे होस्, आन्दोलनको एउटा क्रम पनि यही बिचमा आयो। 72 देखि भन्ने हो नि त भूकम्प पनि यही बिचमा हामीले ठुलो बेहोर्यौँ। बिचमा यो कोभिड भन्ने एउटा नयाँ रोग पनि आयो, कोरोना होइन। मान्छे नै हो, सबै कुरा दुःख भोग्छ, सुख भोग्छ, सङ्घर्ष गर्छ, सबै मान्छेले गर्ने हो। यो मानव समाजको लागि सकेसम्म कति सुविधाजनक बनाउन सकिन्छ, कति राम्रो काम गर्न सकिन्छ, यसमा सामाजिक व्यक्तित्वहरूको लाग्नै पर्छ। सबै समाजका व्यक्तिहरू आफ्नो समाजको लागि लाग्नु भएन भने सरकारी निकायले मात्रै सबै कुरा गर्छ भनेर त्यो सम्भव पनि नहुँदो रहेछ। त्यसकाले म सर्वप्रथम यो उपभोक्ता समितिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। व्यवस्थित रूपमा तपाईँहरूले पेश गर्नुभएको छ। यसमा केही कुराहरू काहीँ छुटेको होला, काहीँ प्रिन्ट मिस्टेक होला, काहीँ बुझ्नुपर्ने कुराहरू होला। उपभोक्ताको जहिले पनि अधिकार रहन्छ।
यो आफूले बनाएको उपभोक्ता समितिलाई जहिले पनि खबरदार गर्ने अधिकार रहन्छ। त्यो तपाईँले राखिराख्नुहुन्छ। यो उपभोक्ता समूह चाहिँ एकदम सार्वभौम हुन्छ। यो खानेपानी भनेको विषय यस्तो विषय हो कि बरु हामी आधी घन्टा हिँडेर बरु कतै बाटो नपाइ पनि जान सक्छौँ होइन, हाम्रा खुट्टाहरू चलाएर जान सक्छौँ। तर खानेपानी भन्ने कुरा जन्मेको मिनेटदेखि नै खानेपानी नभइकन मान्छे बाँच्न सक्दैन। त्यो हुनाले मैले पनि 74मा तपाईँहरूले पहिलोपटक निर्वाचन गरिसकेपछि यो 9 नम्बर निर्वाचन क्षेत्रमा पहिलो प्रायोरिटी खानेपानीलाई नै राख्नुपर्छ भनेर मैले आफ्नो ठाउँबाट सक्नेसम्म पहल प्रयत्न गर्दै आएको। त्यसैले अहिले यो 9 नम्बर निर्वाचन क्षेत्रमा 53वटा प्रोजेक्ट खानेपानीको प्रदेशबाट चलिरहेको छ। 53वटा चलिरहेको छ। अहिले हामी कोही सम्पन्न गर्ने तहमा छौँ, कोही हस्तान्तरण गर्ने तहमा छौँ, कोही क्रमागत रूपमा छ, कोही यसरी चलिरहेको छ। अब नगरपालिकाले पनि आफ्नो ठाउँबाट गरिरहेछ। अब केन्द्र सरकारमा पनि केही छ, तर केन्द्रले धेरै अब छोड्दैछ, प्रदेशले चाहिँ पालिकाले गर्दैछ। यो संहिताको सवालमा यो छ। अहिले हामीले ल्याएको संहिता भनेको के हो भने केन्द्र सरकारले नीति बनाउने हाम्रो मूल सिद्धान्त चाहिँ यो हो संहिताको। प्रदेश सरकारले विकासको टोटल समन्वय गर्ने र पालिका सरकारले जनताको सेवा प्रवाह र सुशासन कायम गर्ने 3टा उद्देश्यका साथ अहिले संहिता हामीले 72को संविधानले हामीले आएको। अहिले यो संविधान अहिले पनि छ, तर सुशासनको दिशामा हामीले काम गर्ने कार्यशैलीको दिशामा र आर्थिक पारदर्शिताको पाटो चाहिँ कमजोर भयो। समाजमा अहिले जुन निराशा अहिले सुनिन्छ त्यो 3टा पाटो सुधार्न पर्यो भनेर हामीलाई खबरदारी छ। अस्तिको आन्दोलन पनि त्यही हो, जेएनजीको पुस्ताको। हामी पनि जेएनजीबाट केही काम गर्दै अगाडि आयौँ। अहिले हामी वाइतिर एफतिर पुगिरहेछौँ होइन। अब यो अहिलेको जेएनजीले पनि भोलि 2 वर्षपछि अब अल्फा बेटा भन्ने नाम दिएको छ, अल्फालाई पनि जवाब दिनुपर्छ होइन। समाजमा विभिन्न हिसाबले अगाडि बढ्ने कुराहरू हो। त्यस हुनाले समाजमा सबै कुरो ठिक भयो भने यस्तो संस्थाहरू चाहिन्छ त, राम राज्य भइहाल्यो। कालो चाबी चाहिएन, केही नै चाहिएन भन्दा संस्थाहरू पनि चाहिएन। समाजमा हामीसँग समस्या छ, अभाव छ, त्यो कुराहरूलाई परिपूर्ति गर्नको लागि यस्ता समितिहरू चाहिन्छ, संस्थाहरू चाहियो, सामाजिक संस्थाहरू चाहियो, सरकारी निकायहरू चाहियो, गैर सरकारी निकायहरू चाहियो। त्यो हिसाबले तपाईँहरूले बनाउनु भएको छ। अब 72देखि अहिलेसम्म विभिन्न खालको आरोह अवरोहहरू पार गर्दै, दुखम सुखम पार गर्दै सबै उपभोक्ताहरूको सहयोगमा आफ्नो समयलाई, घरलाई दिनुपर्ने समयलाई पनि यो खानेपानीलाई अलि राम्रो बनाऊ भनेर लागिरहनु हुने साथीहरूलाई, राममोहनजीको जुन टिम छ त्यो साथीहरूलाई एकखेर सबैले तालीद्वारा सम्मान गरिदिउँ त के हुन्छ। फेरि तपाईँहरूले निर्वाचन गरिसक्नु भएको छ र उहाँहरूलाई म फेरि पनि बधाई दिन चाहन्छु। कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तपाईँहरूले सबैले होइन तिमीहरूले दुःख गरेका छौ, तिमीहरूको हिनामिना छैन, फेरि तिमीहरूले राजीनामा दिएर पन्छिन पाउँदैनौ, फेरि काम गर्नुपर्छ भनेर यो सल्लाहकारजीहरू लगायत सबैले तपाईँहरूले भन्नुभयो। उहाँहरू फेरि अनुमोदित हुनु भएको छ। अहिले उपभोक्ता समितिले, उपभोक्ता समूहको केही साथीहरूले उठाउनु भएको केही जिज्ञासाहरूको समाधान पनि उहाँहरूले गर्नुपर्छ। अब म के आग्रह गर्न चाहन्छु भने पालिकाले के कति योजना बनाएको छ, पालिकाको यसपालिको नगरसभाको किताब मैले हेर्नु पाएको छैन। हाम्रो पालिका अलिकति त्यस्तै छ। यो नगरसभा असारतिर हुन्छ, किताब चाहिँ मागतिर पनि पाइँदैन कहिले पनि। अहिले पनि म यहाँ भजराममा सोध्दै थिएँ किताब आयो भने कोही आएको छैन दाइ भन्नुहुन्थ्यो। यो अलिकति हाम्रो पालिकाको मैले अस्ति अब अहिले भएको कार्यभागमा एउटा भनेको छु, तपाईँले पहिलेको भन्दा त कम्तीमा 1 महिना भयो नि अगाडि ल्याउनु न किताब। जी परेको हो नपरेको हो जति छ पालिकाको यत्रो अहिले 2 अरब हामी चाहिँ 2 अरब 50 करोड रुपियाँ खर्च गरिरहेका छौँ। पालिकालाई हामीले प्रदेशबाट पैसा पठाएका छौँ, केन्द्रबाट पैसा पठाएका छौँ। त्यो त आउनु पर्यो त टाइममा, किताब पनि लुकाएर राख्नु पर्यो भन्ने कुरा गरेको छु। अर्को कुरा यहाँ खानेपानीकै प्रसङ्ग भएको हुनाले तपाईँहरूलाई भन्नुपर्छ, खानेपानीको अहिले हामी एडिपीसँग कुराकानी गर्दैछौँ। एसियन डेभलपमेन्ट बैंक भन्ने छ, त्यसको एउटा प्रोजेक्ट छ सोसल वेलफेयरमा, एडिपीसँग कुराकानी गर्दैछौँ। यो नगरपालिकामा 2 अर्ब खर्च गर्न तयारी भएको छ। वर्ल्ड ब्याङ्कको पनि फन्डिङ आउँदैछ, त्यो तयारी भएको छ। प्रदेशले हामी सबै सर्वे गर्न सकायौँ। अब पालिकालाई हामी जिम्मा दिँदैछौँ। पालिकाले कहाँ आवश्यक हो, कतिवटा उपभोक्ता समितिहरू मर्ज गर्नुपर्ने हो, कहाँनिर बोरिङ बनाउनु पर्ने हो, कहाँनिर के भने पालिकाले योजना बनाउँछ। पालिकाको आवश्यकता आधारमा हामी एउटा किताब निकाल्छौँ। त्यो केयुकेएलसँग पनि समन्वय गरेर हुँदैछ।
हामी प्रदेशले अहिले एडिपीलाई इन्ट्री गरिसकेका छौँ, वर्ल्ड ब्याङ्क आइसकेका छ। अब त्यसलाई हामी पालिकामा ल्याउँछौँ, त्यो पास भएको छ, केही समय लाग्छ। अब अघि नै तपाईँहरूले चर्चा गर्नुभयो, अब बोरिङमा कति भर पर्ने अहिले बाध्यता भएको छ। हामीसँग भएको मूलहरू सकिएका छन् अथवा मूलहरूको राम्रो परिचालन हामीले गर्न सकेका छैनौँ। भएका मूलहरूको पनि नजिकका हुनेले चाहिँ अलिक धेरै दिने, अलिकति टाढा पठाउनै नचाहने यो समस्या हामीसँग छ। त्यस हुनाले अहिले बागमती प्रदेशबाट अर्को पनि दुईटा निर्णय मैले गराएको छु। एउटा गोदाम थोकलाई सेन्टर मानेर, एउटा चाहिँ घटे खोलालाई सेन्टर मानेर हामी ठुलो दुईटा मानव निर्मित ताल बनाउने, ड्याम बनाउने कुरोमा अहिले सर्वे हुँदैछ, सुरु भएको छ। अब विवाद आउन सक्छ, तपाईँहरूले सहयोग गरिदिनुपर्छ। अहिले उपभोक्ता समितिहरूको सबैको बिचमा तालमेल नहुन सक्छ। अहिले जसले लाइन हालेर त्यहाँबाट खाइरहेछन् ती चाहिँ फेरि एकीकृत उसमा नआउन पनि सक्छन्, बुझाउन टाइम लाग्न सक्छ। यहाँका बुद्धिजीवीहरू तपाईँहरूले पनि सहयोग गर्नुपर्छ। मैले बारम्बार भन्ने गरेको एउटै कुरा रामबाबुजीहरूलाई, भैरवजीहरूलाई पनि भन्ने, तपाईँहरूले त्यो खानेपानी पहिला नछोड्नु पर्थ्यो क्या भनेर म अहिले पनि भनिरहेको छु। तर आज उहाँहरूले भन्नुभयो अब उहाँसँग बनाउन जान पनि गाह्रो, भन्ने बित्तिकै मान्छे निस्किन पनि गाह्रो, विभिन्न हिसाबले हामी चाहिँ अब छोडेको हिसाबले यहाँ गयौँ। म पहिला जीविस सदस्य हुँदाखेरि यहाँ मोहनराज गिरिजी गाविस अध्यक्ष हुनुहुन्थ्यो राजकोटको, होइन? त्यो बेलामा आउँदा कतिपय कुराहरू यहाँ हुनुहुन्छ वृद्ध वृद्धाहरू, ल न यो सुक्खा टाढो भएको कारण यहाँ छोराको बिहानै गर्न नपाइने भयो, के गर्ने भने त्यतिखेर भन्नु। अहिले कतिपय बुढापाहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, दुःख थियो। अझ सुक्खा थियो, शिवचर टाढा यो त एकदम सुक्खा ठाउँ हो, होइन? यो खालको भयावह स्थिति थियो। हामीले नै सहजीकरण गऱ्यौँ, तपाईँहरूले माग्नुभयो, सहजीकरण गऱ्यौँ। डाँडा पौवाको खानेपानीको लाइन र यहाँको खानेपानीको लाइन चाहिँ धेरै सङ्घर्षका बावजुद यहाँ आएकै अवस्था थियो। तर डाँडा पौवाको अहिले चलिरहेछ, यो चल्न सकेन। र अहिले मेरो पनि प्रायोरिटीमा, मेरो प्राथमिकताको योजनामा के छ भने अब घटे खोलामा ठुलो एउटा ड्याम बनाउने, गोदाम थोकमा पनि उताबाट आएको त्यो मूलहरूको एउटा चाहिँ ड्याम, त्यो चाहिँ सानो बन्छ, त्यो बनाउने योजनामा हामी सर्वेमा छौँ। घटे खोलाको ड्यामले मलाई लाग्छ, मलाई अहिले पनि विश्वास छ हाम्रो यहाँ पपुलेसन जसरी बढिरहेछ, यो नागार्जुनको 6, 7 र 8लाई चाहिँ त्यसले कभर गर्न सक्छ। 6को अझै तलसम्म सहरी एरियासम्म भ्याउँछ भ्याउँदैन म भन्न सक्दिनँ, तर यो भेगसम्म चाहिँ कभर गर्न सक्छ, मलाई त्यो विश्वास छ। अब भोलि अर्को प्राकृतिक प्रकोप भएर के दुनियाँ भयो भने मात्रै हो, नत्र अहिलेसम्म हामी हाम्रो भएको मूललाई सदुपयोग गरेर सबै लाग्ने भने त्यो अभियानमा तपाईँहरूले सघाइदिनुपर्छ। त्यो अभियान हामी चलाउँदैछौँ, तपाईँहरूको सहयोगको जरुरी छ, मैले यति कुरा राखेँ। अब अर्को कुरा मेलम्चीको अहिले हामीले चाहिँ नागार्जुनलाई चाहिँ केयुकेएलको शेयर सदस्य बनाएर मेलम्चीको इन्ट्री हामीले गराएका छौँ। केयुकेएलको निर्णय पनि भएको छ, तर मेलम्चीको पानी पर्याप्त अहिले आउँदैन। मेलम्चीमा पनि याङ्ग्री र लार्के भन्ने अर्को दुईटा खोला रहेछ, त्यहाँ म पनि गएको थिएँ। त्यो नहालिकन हाम्रो यो अहिले नगरपालिका क्षेत्रमा चक्रपथ बाहिर मेलम्चीको पानी आउन ढिला हुन्छ। यो कम्तीमा पनि 5 वर्ष लाग्छ। त्यहाँको हेड वर्क्स नै बनाएको छैन। हेड वर्क्स भनेको त्यो इन्टेक भन्छ नि, त्यो इन्टेकै खोलामा रहेछ। त्यो खोलामा बारीमा लगेर अहिले इन्टेक अर्को बनाउँदैछ, फेर्दैछ। त्यो महानगरभित्रै पनि छ। अहिले हामीले लाइन चाहिँ जोड्यौँ, विभिन्न पोइन्टहरूमा तल चक्रपथबाट चाहिँ नजिकहरू पोइन्ट चाहिँ जोड्यौँ। तर अब पानी अहिले 5 वर्ष पनि चल्दैन। 5 वर्ष तपाईँ हामीसँग भएको नजिकका मुहानहरू र यो डिप बोरिङमै हामी भर पर्ने बाध्यता छ। यो बाध्यतालाई मध्यनजर गरेर उपभोक्ता समितिले योजना बनाउनु पर्ने हुन्छ। उपभोक्ता समितिले यसै साधारण सभाले विधि बनाउँछ, विधान बनाउँछ, विधान छ, तर त्यसलाई कार्यान्वयन गराउने चाहिँ उपभोक्ता समिति हुन्छ। मानिने त सबै तपाईँ हाम्रो काम हो नि त। विधान तपाईँ हामीले बनाउने अनि हामीले नमान्ने कुरो भयो भने त चल्दैन केही पनि। विधि बनाउनु पर्यो, विधि मान्नु पर्यो। तपाईँहरूले गरिराख्नु भएको छ। तपाईँहरू सबैले दुःखम सुखम जति पैसा छ त्यो तिरेर यो उपभोक्ता समिति खानेपानी चलोस् भनेर गर्नुभएको छ। तपाईँहरूलाई म धन्यवाद दिन चाहन्छु तपाईँहरूको योगदानको लागि। जहाँसम्म प्रदेश सरकारले ट्याङ्की बनाएको पठाएको कुराहरू छ त्यसलाई निरन्तर प्रोजेक्टको रूपमा यसलाई हालिँदैछ। गत वर्ष अलि डिस्टर्ब हो। यसपालि रामकोट पानशाला पनि हामीले गरेका छौँ। गत अलि अघिल्लो वर्षदेखि नै गर्न खोजेको, त्यहाँ चाहिँ आफ्नै फेरि हरिसाबको के लफडा, अख्तियारतिर के भएको लफडाहरू पालिकाले टाइममा छिनिदिन नसके के रहेछ। यसपालिदेखि रामकोट पानसा खानेपानीलाई पनि हामीले प्रदेशबाट सुरुवात गराएका छौँ। त्यहाँ पनि भेला गर्नुपर्ने छ। आज अब संयोग पनि भनौँ, म उपभोक्ता समितिको बैठकमा त आएको थिएँ। उहाँहरूले बोलाउँदा अब क्रिया अन्तर्क्रिया कामहरू हुँदाखेरि आइरहेको हो। साधारण सभामा चाहिँ अस्ति मलाई राम हजुरले फोन गर्नुभएको थियो। म हिजो नै हेटौँडा बैठक थियो, जानुपर्ने थियो, भ्याउँदैन भनेको थिएँ। यहाँ फेरि अर्को एउटा जरुरी काम गरेर हेटौँडा बैठक जानु परेन। म रोकेँ, अनि फेरि फोन गरेँ भैरवजीलाई।
होइन भोलि निर्धारित समयमै छ भनेर भन्नुभयो। फेरि राम भाउजूलाई नि गरेँ। आज तपाईँहरूको अगाडि बसेर सबै कुराहरू बुझ्ने, तपाईँहरूको सक्रियतालाई पनि हेर्ने मौका पाएँ। वास्तवमा साधारण सभा जस्तै बनाउनु भएको छ। सुझाव तपाईँहरूले दिनुपर्ने पर्याप्त हिसाबले दिनुभएको छ। उपभोक्ता समितिले पनि यहाँ बस्दा बस्दै भैरवजीले भन्नुभएको थियो, रामजीले भन्नुभएको थियो 3 छोड्न लागेको भनेको थाकेर कति गर्ने हो समाजसेवा गाह्रो भयो भन्नुभएको थियो। अब थाक्न नपाइँदो रहेछ किनभने उपभोक्ता समूहले तपाईँहरू थाक्न पाउनुहुन्न, फेरि एकताल काम गर्नुहोस् भनेर भन्नुभयो। उहाँले फेरि सहजमा स्वीकार गर्नुभएको छ। अब मान्छे हो, काम गर्दा गल्ती कमजोरी हुन्छ। तपाईँहरूले एउटा जनप्रतिनिधि बनाइदिनु भएको छ, मान्य बनाइदिनु भएको छ। 100% राम्रो 100% पर्फेक्ट म हुन्छु र भगवान् त 100% पर्फेक्ट छैन। भगवान् एउटा मात्रै 100% पर्फेक्ट भएको भए किन धेरै धर्म चाहिन्थ्यो अल्लाह किन चाहिन्थ्यो होला, क्राइस्ट किन चाहिन्थ्यो होला, महादेव किन चाहिन्थ्यो होला, होइन? यो विभिन्न खालको सम्प्रदाय पनि छ नि त। बुद्धले पनि भन्नुभएको छ कि सबै कुरो त्यागेर जाँदाखेरि पनि त्यो परिनिर्वाण प्राप्त गर्ने कुरोमा मैले पनि चाहेको कुरा अझै प्राप्त गर्न सकिनँ भने बुद्धले पनि अन्तिम बेला भन्नुभएको छ। भनेपछि कोही पनि मान्छे त भगवान् हुन सक्दैन। आज महिला दिदीबहिनीहरूले पकाउने खाना मैले पकाउन सक्छु र त्यो पनि एउटा सिप हो नि त। अर्को किसान दाजुभाइले गर्नुपर्ने काम मैले गर्न सक्छु र म त्यो जान्ने, सबै कुरो मै जान्ने भनेर हिँड्यो भने त्यो जति मूर्ख कोही पनि हुँदैन, कोही पनि जान्दैन। समूह चाहिने भनेको कसैको केही गुण हुन्छ, कसैको केही गुण हुन्छ, कसैले के जाने हुन्छ। त्यसको लागि त समूह बनाउनु पर्ने हो, समिति बनाउनु पर्ने हो, होइन? त्यो सबैको गुणलाई जोडेर हाम्रो अलिकति समूहलाई जोडेर सामाजिक सेवा गर्नु चाहिँ ठुलो कुरा हो। अब समाजमा जन्मेपछि मान्छे जन्मिन बित्तिकै 2टा दायित्व हुन्छ भन्छ, होइन? एउटा व्यक्तिगत दायित्व हुन्छ, त्यो चराचुरुङ्गी किरा फट्याङ्ग्रा जसले हरेक जीवले गरेर हुन्छ। बच्चा जन्माउँछ, पाल्छ, हुर्काउँछ, पढाउँछ, पारिवारिक खुवाउँछ, दुःख गर्छ, त्यो हरेकले गर्ने कुरा हो। त्यो सबैले गर्छ, होइन? नगर भने पनि गर्छ। तर सामाजिक दायित्व सँगसँगै आएको हुन्छ। समाजमा हामी कति दायित्व निर्वाह गरेर मर्न सक्यौँ त्यही नै ठुलो कुरा हो। सन्तुष्टि भनेको सामाजिक काम थोरै भए पनि गर्नुपर्छ। म जहाँ पनि भन्छु, अस्ति जेन्जी पुस्ताको आन्दोलन भएको छ, अहिले जेन्जी पुस्तालाई पनि मेरो एउटा आलोचना छ। मेरो घरमै छ जेन्जी, मेरो पनि कुरा मिलेर आउँदैन। तर अहिलेका जेन्जी के भयो भने मोबाइल चलाउन एक्सपर्ट छन्, उनीहरू आइटीमा एक्सपर्ट छन्। विश्वको अहिले सबै कुराहरू उनीहरूसँग छ, त्यो म सक्दिनँ। तर उनीहरूलाई घरमा चिया पकाउने ज्ञान पनि छैन। अनि हिजोदेखि आएको हाम्रो धर्म संस्कृति परम्परा के थियो, बाबुबाजेले धानेर आएको संस्कृतिले के धानेर आयो भन्ने कुरा चाहिँ समाजले कसरी यहाँसम्म समाज आयो भन्ने कुरा पनि थाहा छ। अनि इतिहास भूगोलका कुराहरू पनि थाहा छैन। त्यो व्यावहारिक ज्ञान दिन सकेनौँ भने भोलि यो जेन्जीले फेरि अर्को पुस्तालाई के दिन्छ बताउन सक्दैन। त्यो हुनाले उहाँहरूलाई घर घरबाटै यो युवा पुस्तालाई पनि हामीले मेरो छोराछोरीबाटै सुरु गर्नुपर्छ कि नैतिकता कुराहरू, सामाजिक त्यो दायित्वको कुराहरू कम्तीमा पनि हप्ताको एक पटक चाहिँ 1 घन्टा एउटा चाहिँ त्यो पुस्ताका युवा पुस्ताका जुन युवा युवतीहरू छन् घरबाट तपाईँहरूले निकाल्नुहोस्, मैले पनि निकाल्नुपर्छ। सामाजिक काममा निकाल्न सक्यो भने त्यो सामाजिक दायित्व बढ्छ। नत्र अहिले 12सम्म पढ्यो, त्यसपछि विदेश गयो अथवा चाहिँ कतै काम गर्यो, एकदम एकोरिने, आफ्नो नातागोता पनि नचिन्ने, आफ्नो नातागोता पनि नचिन्ने, होइन? अब यसो हिँड्दाखेरि चाहिँ आफ्नो नातागोता चिनेको छिमेकीलाई पनि उसले यसो हाँसेर हेर्दैन। अहिलेको समाज यस्तो भएको छ नि त, व्यक्तिगत रूपमा गएको छ। यो चाहिँ खतरा हो भन्ने मलाई लाग्छ। त्यस हुनाले मैले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि एउटा आग्रह के गर्न चाहन्छु भने यो खानेपानीको मात्रै काम होइन, यसको पछाडि सरसफाइ उपभोक्ता समिति पनि जोड्ने छ। कत्रो दायित्व छ यसको, होइन? सरसफाइ पनि जोड्नुपर्छ, जोड्न सकिन्छ। तर हरेक 210 धुरीमा हामीले सरसफाइको काम गर्न सक्छौँ। फोहोरहरूलाई वर्गीकरण गरेर अहिले घर घरमा हामीले जुन 200-500 सिटी बजार फोर्दिन आउँछ नि अहिले, होइन? यो यही एउटा चाहिँ हाम्रो यो सार्वजनिक ठाउँहरू चाहिँ एउटा सानो तहरी बनाएर त्यसलाई चाहिँ वर्गीकरण गरेर यो 210 जनाले आज तपाईँहरूले एउटा प्रतिबद्धता जाहेर गर्नुभयो भने त्यो प्रोजेक्ट म ल्याइदिन्छु तपाईँहरूलाई, मेरो प्रतिबद्धता त्यो जाहेर गर्नुभयो भने तपाईँहरूले घर घरबाट अहिले तिरेको पैसा तिर्नु पर्दैन। तपाईँहरूले एउटा काम गर्नुपर्छ, घरमा 2टा झोला आउँछ, त्यो पालिकाले दिन्छ अथवा कसैले दिन्छ, हामी पहल गरिदिन्छौँ। त्यो 2टा झोलामा तपाईँले घर घरमा एकतिर कुहिने फोहोर राख्नुहोस्, एकतिर नकुहिने फोहोर। त्यति त गर्न सकिन्छ नि, त्यति गर्न सकिँदैन। कुहिने फोहोर त हामी काठेहरू हाम्रो वर्षाबारीमा मल त भएर जान्छौँ, होइन? नकुहिने फोहोर चाहिँ किन्ने त्यो हस्तकला महासङ्घ भन्ने छ, त्यो किलोको 30 रुपियाँसम्म उनीहरूले तिर्छन्।
घर घरमा पैसा आउँछ, हामी चाहिँ अब त्यो रुममा लिइरहेछ। अब त्यो पनि खोज चाहिँ गर्नु पर्यो है। ल मोडेलको रूपमा तपाईँहरूले गर्नुहुन्छ भने हामी चलाइदिन सक्छौँ। अनि अर्को कुरा चाहिँ खानेपानीले के गर्न सक्छ भने खानेपानीले अर्को गर्न सक्ने हाम्रो टोलहरू, यो हाम्रो बस्तीहरू सुधार गर्ने, यसलाई हरियाली बढाउने कुराहरू होइन, यसलाई राम्रो यहाँ पस्दाखेरि टाउखेल पसेपछि ओहो यति राम्रो गरेछ भन्ने खालको एउटा अभियान भयो। यसका लागि सरकारी पैसा पनि चाहिँदैन नि होइन। अहिले हाम्रो यहाँ सहकारीहरू छन्, बैङ्कका शाखाहरू आएछन्, तिमीले यति पाठ सहयोग गरिदियो भने गर्न उनीहरू तयार छन्। कहाँ गरौँ भने खोजिरहेछन्, खोज्नुपर्छ। उपभोक्ता समितिले त्यो अनुसार पनि योजना बनाउन सक्छ। म तपाईँहरूलाई सहयोग गर्छु, यो नमुनाको रूपमा बनोस् भन्ने कुरा हो। अर्को मेरो कुरा चाहिँ मैले रामबाबुजीलाई पनि भनेको, उहाँले होइन प्रतिवेदनमा पनि ल्याउनु भएको छ, कतिपयले मर्ज गरेर मिलाउँ के कुराहरू नै आएको छ, अलिक कुरा मिलिरहेको छैन, सुझाव पाउँ भन्नुभएको छ, एकदम राम्रो कुरा छ। मैले पनि भनेको थिएँ मर्ज गराउनु मिल्छ भने गराउनु न भने म हरेकलाई भन्छु है। किनभने तपाईँहरू आज 210 धारा हुनुहुन्छ, भोलि 1000 धारा बिचको चाहिँ तपाईँहरू ठुलो नमुना उपभोक्ता समिति किन नबनाउनु? त्यसका लागि स्रोतहरू हामी जुटाइदिन्छौँ। तपाईँहरूलाई कतिवटा बोरिङको आवश्यक पर्छ, कति ट्याङ्की आवश्यक पर्छ, त्यो जुटाइदिने जिम्मा अहिले तपाईँहरूको तर्फबाट मैले यहाँ भनेर जिम्मा लाएर भनेको छु, म जुटाइदिन्छु। भोलि म पदमा रहे पनि नरहे पनि हामी यो लाभ गर्न सकिन्छ। तर तपाईँहरू स्रोत जुट्न सक्छ, पालिका छ, प्रदेश छ, हरेक वर्ष काम गरेर हामी गर्न सक्छौँ। अहिले फस्कोलाई राम्रो गरिरहेछ, त्यही प्रोजेक्ट अब अनवरत रूपमा यहाँ सार्न खोजेको हो। त्यसका लागि चाहिँ यहाँ आउने मान्छेहरू चाहिँ जति 1 घन्टा खान पाउन्, 2 घन्टा खान पाउन्, सबै मान्छे वञ्चित नहोस् भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ होइन। अरू प्राविधिक कुराहरूमा काहीँ धारामा पानी कम गयो, काहीँ बढी गयो भन्ने कुराहरू, त्यो फिटबलका कुराहरू होला, तलमाथिका कुराहरू होला, त्यो प्राविधिक कुराहरू मिलाउनु पर्ने हुन्छ। र अर्को हाम्रो खानेपानी डिभिजन कार्यालयले चाहिँ प्लम्बिङ ट्रेनिङ पनि गराइरहेछ। यदि यहाँ भएको तपाईँहरूको प्लम्बर 2 जना कर्मचारी भन्नुभयो, एकदम धन्यवाद दिन चाहन्छु। 2 जना कर्मचारीबाट थोरै पैसा दिएर कम खर्चमा चलाइराख्नु भएको छ। कतिपय उपभोक्ता समितिहरूले त 10औं जना कर्मचारी राखेर भएको पैसा सबै उडाएको पनि उपभोक्ता समितिहरू यही नागार्जुनमा छ होइन। र पालिकाले गर्नुपर्ने के थियो भने खानेपानी बोर्ड बनाउनु पर्थ्यो, अहिलेसम्म ढिला भएको छ। नगरपालिका स्तरमा खानेपानी बोर्ड बनाउने कानुनी प्रावधान छ। त्यो खानेपानी बोर्डले खानेपानीको सबै नियमन गर्न सक्छ, मुहानको पहिचान गर्न सक्छ, यहाँको सार्वजनिक जग्गाहरू कति छन् त्यसले चाहिँ अभिलेखीकरण गर्न सक्छ। त्यो पालिकाको अधिकारमा छ। अहिले तपाईँहरूले बोरिङ गर्न लागेको, अब त्यो विवाद आयो, सकिएन भन्नुभयो, के भएर विवाद आएको त्यसलाई सहजीकरण मेरो ठाउँबाट गर्नुपर्छ भने मैले गर्छु। तर पालिकाले जिम्मे लिएर गर्नुपर्छ, पालिका त नजिकको भयो। त्यसका लागि चाहिँ अब अहिले कार्यवाहक मेयरसँग कुरा गर्नुपर्छ कि कार्यवाहक मेयरलाई तपाईँको कार्यकालमा, अब मेयर साहब एउटा केसमा हुनुहुन्छ, उहाँको कहिले सफाइ होला नहोला अलग ठाउँमा छ, तर खानेपानी बोर्डमा अब हामी तत्काल छलफल गरेर जानुपर्छ भनेपछि अहिले कार्यवाहक मेयरलाई गएको अर्थमन्त्रीको कार्यकालमा हामीले सहलगानी बोर्डमा प्रस्ताव दिएका छौँ। यहाँको 2टा वडालाई 4 नम्बर र यो सँगैको 6 नम्बरको तलको बेचलाई चाहिँ अब सहलगानीमा काम गर्ने भनेर केन्द्रको अर्थ मन्त्रालय र पालिकाको सहलगानीमा अर्को ठुलो कामहरू गर्ने गरी चाहिँ अगाडि सम्झौता भएको छ। त्यो हामी अगाडि बढाइरहेको छौँ। अब त्यो नगरिकन सकिन्न, ठुलो पैसा लाग्छ होइन। त्यसले तपाईँहरूले जति गर्नुभएको छ एकदम धन्यवाद, आफ्नो हिसाबले गरिराख्नुहोस्। र प्रदेश सरकारलाई म निरन्तर रूपमा यो प्रोजेक्ट चाहिँ अगाडि बढाइरहनुको लागि निर्णय गराउँछु। त्यो गराउने जिम्मा मेरो पनि हरेक वर्ष पैसा एक वर्ष बढाउन नहुन सक्छ, 50 लाख 60 लाख होला, तपाईँहरूको आवश्यकता हुन्छ। अब तपाईँहरूले 5 वर्ष योजना बनाउनुहोस्। यहाँ आदरणीय व्यक्तित्वहरू सल्लाहकारजीहरू हुनुहुन्छ, 5 वर्ष एउटा योजना बनाउनुहोस्, खानेपानीको हामी कस्तो बनाउँछौँ भन्ने खालको। अब यसपछि उपभोक्ता समितिको बैठक बसेर तपाईँले एउटा प्लान गर्नुहोस्, 5 वर्षमा हामी यो गर्छौँ भने त्यो दिनुहोस्। त्यो 5 वर्षमा प्रदेश सरकारले यो काम चाहिँ हरेक वर्ष स्टेप वाइज यो गर्ने भनेर हामी अगाडि बढाइरहेको छौँ। त्यतिखेर तपाईँहरूलाई अर्को चाप पनि हुन्छ। अहिले 210 धारा छ, अब अर्को 5 वर्षमा त अर्को फेरि 100 धुरी बढिसक्ला, 202 त बढिसक्ला, फेरि 2 वर्ष बढिसक्छ, किनभने सहरीकरण बिस्तारै हुँदैछ। अब अहिले बाटोहरू बनेकै छ, अब खानेपानीको सुविधा गर्ने, स्वास्थ्यको शिक्षाको सुविधाहरू छँदैछ। अब रोजगारी सिर्जना गर्ने काम पनि कतिपय चाहिँ हामीले नयाँ कामहरू गऱ्यौँ भने 2-4 जनालाई यही रोजगारी पनि सिर्जना हुन्छ। अहिले समाजमा अलिकति नराम्रो एउटा रोग चाहिँ फैलिएको जस्तो लाग्छ मलाई, किनभने सबै खत्तम भन्ने खानेपानीमा लागेको छ, यो कति पैसा खाएर लागेको छ भने, एउटा सामाजिक संस्थामा लागेको छ, यो कति पैसा पाएर लागेको छ भन्यो, त्यसलाई त्यो ह्यारासमेन्ट गरिदिने अनि आफू गर्दैन मान्छे। यो खालको एउटा रोग चाहिँ भएको छ। सबै चोर त हुँदैन नि, हामी यहाँ बसेर सबै चोर हो र
होइन कोही अलिक बढी केही होला कोही मेरो कमजोरी कति होला कति पर्सेन्ट होला तपाईँको कमजोरी कति होला तपाईँ कमजोरी सबैको छ कमजोरी हो कमजोरी सुधार्न पर्ने ठाउँमा कमजोरी सुधारेर जानुपर्छ होइन अब सबल पक्षलाई लिएर जाने कुरामा सबै मान्छे फेरि थाकेर होइन यसले यसो भने के गर्नु भने थाक्यो भने त समाज चल्दैन नि गर्नेले गरिराख्नै पर्छ त्यो हुनाले युवा पुस्तालाई चाहिँ अहिले अगाडि ल्याउँ भन्ने मेरो आग्रह पनि त्यही युवा पुस्तालाई चाहिँ अगाडि ल्याएर उनीहरूलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा चाहिँ हामीले अलिक बेसी ध्यान सबै तह तबकाबाट दिनुपर्छ किन भोलिको कर्णधार त उनीहरू हो नि भोलिको मान्ने उनीहरू हो नि त होइन त्यसले हाम्रो अर्को पनि एउटा परम्परा छ मलाई मान्ने बनाएर पठाइदिनु भएको छ अनि 5 वर्षसम्म कतिपयको चाहिँ यसो भेट्यो भने हलवाई गर्यो त्यसपछि सुझावै नदिने तर आफ्नो जनप्रतिनिधिलाई 5 वर्ष चुनेर पठाएपछि त्यसले के गर्दैछ कति पारदर्शी काम गर्दैछ खबरदारी 5 वर्ष भोटरहरूले गर्न थाल्ने भने समाज हामीले सोचेको ठाउँ पुर्याउन सक्छौँ खबरदारी चाहिँ हरेक ठाउँमा गर्नुपर्छ म मेरो समाजमा आएको पैसा अस्ति मात्रै एउटा 2-3 वर्ष अगाडि मात्रै होइन रामबाजी एउटा यहाँ भएको थियो यहीँ अगाडि भएको बाटोको प्लम ओइल प्रदेश सरकारको तर्फबाट हामीले 50 लाख कतिको लगाएको थियौँ यहीँ अगाडि होइन हो त्यहीभन्दा माथिपट्टि अर्को वाल लाउँदा 11,000 भन्ने मिटरमा कसैले लाउँदै रहेछ पालिकाको पैसा हामीलाई थाहा छ हो अब त्योभन्दा फर्स्ट क्लास प्लम वाल चाहिँ 7,000 घन्टे मिटरमा लगाएर उहाँहरूले सम्पन्न गर्नुभयो यो फरक किन त त्यो वाइ क्वेसन गर्ने त यहाँको समुदायले गर्नु पर्यो नि कोही रिसास सुसास छोडिदिनुहोस् केशव पोखरेल रिसाउँछ कि को रिसाउँछ कि वडाध्यक्ष रिसाउँछ कि छैन तपाईँको यहाँनिर पारदर्शी भएन भने वाइ क्वेसन गर्ने खालको समाज चाहिँ हामीले निर्माण गर्नुपर्छ हामीले यहाँबाट सुरु किन नगर्नु मेरो नाममा आएको पैसा होला प्रदेशबाट आउने कुरा मेरो पहल भयो होला तपाईँहरूले गर भने पठाउनु भएको छ मेरो दायित्व नै हो पालिकाबाट आएको पैसा उहाँको व्यक्तिगत होइन उहाँहरूको दायित्व गर्नै पर्छ होइन र जनप्रतिनिधि भनेको चाहिँ उहाँ काङ्ग्रेसबाट निर्वाचित भयो होला म एमालेबाट भयो होला त्यो माननीय भन्ने कुर्सी त साझा कुर्सी हो नि त कुर्सी साझा कुर्सी हो क्या त्यो वडा सदस्य भन्ने साझा कुर्सी एउटा विधिबाट निर्वाचन हुँदासम्म एउटा पार्टीका झन्डाहरू भयो होला स्वतन्त्र भयो होला आस्थाको आधारमा को जित्छ हार्छ अलग कुरा हो नि त तर त्यहाँ गएपछि मैले त्यहाँ मान्नेको कुर्सीमा बसिरहँदाखेरि मैले निधारमा एमाले हो कि होइन भनेर हेरेँ भने समाज चल्छ अनि त्यहाँ मेयरमा बस्ने मान्छेले त्यो काङ्ग्रेस हो कि होइन भने निधार हेर्न थाल्यो भने चल्दैन त्यसमा त्यो पेचिङ भएको छ हामीले सुधार्न पर्ने कुरा छ अस्तिको आन्दोलनले पार्टीहरूलाई पनि ठुलो लेसन दिएको छ पाठ पढाएको छ तिमीहरू सुशासनमा जानु पर्यो राजनीतिक संस्कारमा जानु पर्यो तिमीहरू सुध्रिनु पर्यो भन्ने कुरो त राम्रो लेसन त त्यहाँ छ नि तर विडम्बना के भयो रिसै रिसमा लुटपाट भएको छ सिंहदरबार पनि चलेको छ पोखरी खोलिदिने काम भयो बनाउने कुरो भएन मैले पनि के अपेक्षा गरेको थिएँ भने 30 वर्षको एउटा केटो टाइ लाएर प्रधानमन्त्रीको रूपमा उभिने भयो मलाई खुसी नै लाग्छ भने हेरिरहेको थिएँ फेरि भएन फेरि ठुलियामा नै आउनु समस्या त्यहाँनिर भयो नेता बिनाको आन्दोलन त भएछ होइन भत्काउने काम भयो अब बनाउने कसरी फेरि चुनौती छ देश फेरि 15 वर्ष ब्याक भएको छ माओवादी आन्दोलनले फेरि 15 वर्ष ब्याकको अलिअलि बनायो फेरि भत्कायो हाम्रो विडम्बना यो नीति त्यस्तो खालको भएको छ अब बनाउने कुरोमा आम सहमतिका साथ बनाउने कुरो त राज्यको लेभलमा कुराकानी होला होइन अब हाम्रो समाजमा यो टोलमा त हामीले गर्ने आफै हो कसैले गरिदिने पनि होइन हामीले आफै हो त्यो हुनाले यो सचेत समुदाय भएको हुनाले मैले यति कुरा राखेँ अर्को चाहिँ यो प्लम्बर तालिमको मैले कुरा गरेँ यदि प्लम्बिङ तालिममा तपाईँहरूले पठाउन चाहनुहुन्छ भने त्यहाँको प्लम्बर तालिममा हामी जोड्न सक्छौँ त्यो पनि मैले उपभोक्ता समितिलाई जानकारी दिएँ विलम्ब चाहिँ अलिक ढिला हुन्छ अहिले हामी तत्काल आउँछ भन्ने छैन सुरुवात गराएका छौँ तर त्यो बेलासम्म हामी आफै बाँच्नुपर्छ त्यसलाई योजना चाहिन्छ हामी छलफल गरौँ अर्को यो चाहिँ यहाँनिर एउटा ठुलो समस्या यहाँ चाहिँ मैले देखिरहेको छु यो भेग विशेष गरी टोकेलको तल्लो भागमा ज्योति प्राइभेट एरियामा अब यो दायाँ बायाँ नै ठुलो खालको पहिरोको समस्या चाहिँ व्यापक रूपमा आएको छ यो ढुङ्गा भएको क्षेत्र नि होइन माटै माटो रहेछ त्यो तान्न थाल्दाखेरि धेरै हुन्छ म अस्ति पनि आएको थिएँ अब यहाँनिर ठुलो समस्या छ अनि यो पहिरो यतापट्टिको पहिरो अहिले तल गएपछि यतापट्टिको पहिरो हेर्ने हो भने पहिला त्यो पद्मा कोलोनीमा बाटो बनाउँदाखेरि खोलो यता ठेल्दिएर उता बाटो बनाइदिएको रहेछ होइन अहिले खोलोले यता हाने पहिरोको समस्या अब एकदम ठुलो विकराल भएर आउने स्थिति भएको छ यसलाई अब कसरी हामीले चाहिँ दीर्घकालीन योजना बनाउने अर्को चुनौती त हामीलाई थपिएकै छ किनभने त्यहाँनिर अहिले त नजिक भएको हजारलाई तान्दै जाँदा सबै तान्छन् समस्या हुन्छ नि होइन यो दुवैतिर यो खास छ त्यसको निरन्तरता गराउने कुरोमा चाहिँ अब कसरी जाने हामी सबै मिलेर जानुपर्ने छ एउटा चुनौती देखिएको छ यो क्षेत्रको सुरक्षाको लागि अर्को चाहिँ यहाँको हाम्रो हरियाली जोगाउने कुरामा हाम्रो हिजोको कुवाहरू
जे खालको कुराहरू थियो, चिस्यानहरू थियो, जहाँ सिम जस्तो कुराहरू थियो, त्यो जोगाउने कुरामा पनि उपभोक्ता समितिले अलिक सर्वे गर्नु पर्यो होइन। लागेर त्यसपछि जोगाउने खालको कुराहरू गर्नु पर्यो। हरियाली हामी जति जोगायौँ, जति जे गरेर रिचार्ज सिस्टम हुन्छ। र अन्तिममा म तपाईँहरूलाई एउटा सुझाव दिन चाहन्छु, तपाईँहरूले थाहा पाएकै कुरा हो, अहिले हामी 4 आनामा घर बनायो भने 4 आना सिमेन्ट पोत्न थालेछ होइन। 8 आना बनायो, 8 आना सिमेन्ट पोत्दिने होइन। अनि त्यो पानी चाहिँ कहाँ जान्छ र? त्यो पानी त त्यही अगाडिको कुलामा जानु पर्यो होइन। त्यो कुलो हिजोको जस्तो भन्दा कुलोले थाम्दैन, त्यो कुला चाहिँ ठुलो बढे जाँदा खोलाले थाम्दैन। भयावह खालको जुन खालको चाहिँ अहिले बाढी पहिरोको समस्या पनि त्यो हो। त्यसले हामीले घरमा पनि आवश्यक पर्ने एउटा गाडी राख्ने मात्रै सिमेन्टेड गऱ्यो भने त होइन, 2 आनामा 3 आना भयो भने 2टा रुख रोप्यो भने त हामीले त्यो अभियान त चलाउन सक्छौँ नि होइन। हिजो पो अब पानी पर्थ्यो, त्यही जमिनमा जान्थ्यो, फेरि आउँथ्यो। अब अस्ति भर्खर मैले एउटा चाहिँ आर्टिकल पढिरहेको थिएँ, काठमाडौँको महाराजगञ्ज र यो सामाकुसी क्षेत्र यतातिर पाहाड चाहिँ 2 सेन्टिमिटर कि कति त तल धसिसक्यो भन्छ। त्यसको मूल कारण चाहिँ डिप बोरिङ हो। तलको पानी हामीले तान्यौँ, पानी भरिँदैन होइन। अब लेयर त जुन घट्दै गएको छ, भोलि भाँसिने सम्भावना छ भनेर विज्ञहरूले भनिसकेको छ। भनेपछि हामीले अलिकति गरिदिने पहल प्रयत्नले पनि त अर्को ठाउँमा फेरि हुन्छ नि त। अहिले हामी वातावरण जोगाइदिए बापत पुरस्कार पाउँदैछौँ। अमेरिका लगायत अरू विकसित भनेका देशहरूले चाहिँ धुवा उडा दुनियाँ खालको चाहिँ प्रदूषण गरेको छ। अनि हामीले चाहिँ यो हरियाली जोगाइदिए बापत अहिले कति पर्सेन्ट चाहिँ बल्ल यसपालि कति अरब चाहिँ आयो पोल्युसन हामीले जोगाइदिए बापत। ठिक छ, पृथ्वीमा हामीले हावापानी अलिक स्वच्छ गराइदिएर पृथ्वीलाई काम लाग्छ कि यस्तो कुरा रहेछ नि त होइन। तर एक ठाउँबाट हामीले गर्ने सक्ने कुरा पनि यस्तो समितिहरू चाहिँ बेसी सार्थक हुन्छ। त्यो समितिहरूको विस्तृत योजनाभित्र अब बनाएर जानुपर्छ भन्ने लाग्छ। तपाईँहरूलाई धेरै धेरै बधाई छ, धन्यवाद पनि छ। अब आउँदै गरेको तिहार लगायत सम्पूर्ण चाडहरूको पनि शुभकामना दिन चाहन्छु। दुःखम सुखम जस्तो छ, हामी नेपालीहरूको जात नै यस्तो छ कि राम्रो पनि छ, अलि दुःख पनि हुने, फेरि छिट्टै दुःख भुलेर फेरि सुखमा पनि होइन सुखी भइहाल्ने, खुसी भइहाल्ने खालको छ नि त हाम्रो खालको स्वभाव। त्यो विश्वव्यापी रूपमा एक खालको मान्छेले यिनीहरूको स्वभावै छुट्टै छ पनि भन्छन्। त्यसलाई हाम्रो सामाजिक सद्भाव छ, हाम्रो जाति भाषा धर्म वेशभूषा जे भए पनि हिँड्दै चलेर आएको जे भए पनि एउटा सामाजिक सद्भाव छ। त्यो नखलबलिने गरी सबैले मैले समाजमा केही न केही योगदान चाहिँ गर्छु है, सक्ने समय दिन्छु है भन्ने खालको चाहिँ एउटा चेत बनाउने खालको समुदाय चाहिँ हामीले बनायौँ भने यहाँ जाँदाखेरि टोलफुलमा नमुना छ है भन्ने खालको एउटा हुन्छ नि त। यहाँ सचेत मान्छेहरू बस्छन्, उनीहरूले केही गर्न खोजिरहेको छन्, हामीले केही कन्ट्रिब्युट गर्नुपर्छ भन्ने हुन्छ। यो खालको हरेक टोलमा यसले एउटा गर्यो भने पल्लो चाहिँ डाँडा पहलाई पनि कर लाग्छ, अर्को तल इचा डोलतिर पनि कर लाग्छ होइन। मैले खोजेको त अहिले म खानेपानी बोर्डको कुरा गर्दै थिएँ। अब नगरपालिकामा छिटोभन्दा छिटो खानेपानी बोर्ड बनाउने कुरामा हामी लागिरहेको छौँ। खानेपानी बोर्डले एउटा छाताभित्र रहेर त्यो बोर्डले चाहिँ नियमन गराउनुपर्छ, शुल्क कति राख्ने, कति लिने होइन। यहाँको सुविधा के हो त्यो कुराहरू गराउने कुरामा जानुपर्छ। त्यो वडाहरूले नै योजना बनाउनुपर्छ होइन। वडाहरूले नै अब योजना तलको यो संहितामा सबै अधिकार पाविस्तार गर्नु पर्यो, मेरो अधिकार के भन्ने खालको कुराहरू पनि लानुपर्छ। त्यो अब वडा जनप्रतिनिधिले गर्नु होला। अब हामी त्यसमा समन्वयकारी भूमिकामा गर्छौँ। तपाईँहरूलाई खानेपानीको योजना बनाउनुहोस्, पहिलो प्राथमिकता राखेर मैले आफ्नो ठाउँबाट लागिराख्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र आज तपाईँहरूले बोलाउनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तिममा हाम्रो पूर्व कोषाध्यक्ष होइन स्वर्गीय हुनुभएको चन्द्रलाल बलामी, चन्द्रलक्ष्मी बलामी जुन स्वर्गीय हुनुभएको छ, असामयिक निधन भएको छ, उहाँप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। शोक सन्तप्त परिवारप्रति हार्दिक संवेदना पनि व्यक्त गर्दै कुनै एकपटक यो खानेपानी रामकोट 5 खानेपानी उपभोक्ता समिति तथा यो सरसफाइ उपभोक्ता समिति जोड्नुपर्छ। अब जोडेर जानुपर्छ होइन। जोडे यो सरसफाइ उपभोक्ता समितिलाई म धेरै धन्यवाद दिन चाहन्छु। आज बोलाउनु भयो, धेरै कुराहरू तपाईँहरूसँग बस्ने अवसर पनि दिनुभयो, केही कुराहरू राख्ने अवसर पनि दिनुभयो। र बनेको अहिले नयाँ कार्य समिति छ, अब नयाँ कार्य समितिलाई पनि पुनः बधाई ज्ञापन गर्दै यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरो कुराहरू टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद हाम्रा आजका प्रमुख अतिथिज्यू, काठमाडौँ जिल्ला क्षेत्र नम्बर 9 प्रदेश सभा ख का सभासद आदरणीय केशवप्रसाद पोखरेलज्यू। आज हामीले उहाँलाई प्रमुख अतिथि बनाएर उहाँकै प्रमुख आतिथ्यमा हामीले कार्यक्रम सञ्चालन गर्न पायौँ, हामीलाई गर्व लागेको छ। उहाँले आज जे जति सुझाव सल्लाह
जे जति हामीलाई चाहिँ यस्तो गर्नु पर्यो, यस्तो गरेमा अझ राम्रो हुन्छ, अझ हामी यो पनि गर्नु पर्यो भने जे जति चाहिँ हामीलाई सुझाव दिनुभएको छ त्यो चाहिँ हामीले अक्षरशः यहाँ हामीले टिप्पण गरेका छौँ। सकेसम्म हामीले गरेर हुने जति कार्यक्रममा उहाँले भनेको मुख्य कुरो चाहिँ त यो फोहोर उठाउने चाहिँ जुन चाहिँ उहाँले हातेमालो गरेर तपाईँहरू चाहनुहुन्छ भने म अगाडि बढाइदिन्छु भने त्यो चाहिँ त्यसको लागि चाहिँ हामी तत्काल अब आज चयन भएको कार्य समितिको पहिलो बैठकमा नै निर्णय गरेर त्यसको जानकारी उहाँलाई गराउने प्रतिबद्धता व्यक्त गर्छु। अब हामी लगभग कार्यक्रमको अन्तिम चरणमा छौँ। आज हाम्रो सूचनालाई निमन्त्रणालाई स्वीकार गरेर जो यहाँ आइदिनु भयो, आजका प्रमुख अतिथिज्यूहरू म यो हाम्रो अध्यक्षको आज्ञाले उहाँको मन्तव्य चाहिँ म यहाँ वाचन गरिरहेको छु। आदरणीय आजका प्रमुख अतिथिज्यू केशव प्रसाद पोखरेलज्यू, अतिथिज्यूहरू, आदरणीय उपमुख्यज्यू तथा उपस्थित दाजुभाइ तथा दिदीबहिनीहरूलाई सर्वप्रथम हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूले यस कार्यक्रमलाई सफल बनाइदिनु भयो। त्यस्तै यस कार्यक्रममा सफल बनाउन लाग्नुहुने हाम्रा प्रमुख अतिथिज्यूहरू, सल्लाहकारहरू, त्यसपछि हाम्रो रञ्जन कार्की मिडियाका उहाँलाई चाहिँ उहाँले अस्ति यस्ता कार्यक्रममा गइरहेको देखेर हामीले आज उहाँलाई हामीले आमन्त्रण गरेका हौँ। उहाँलाई पनि यहाँ आएर आजका सबै यहाँ भएका गतिविधिहरू चाहिँ क्यामेरामा कैद गरिदिनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। विशेष रूपमा हामीलाई आफ्नो ठाउँ उपलब्ध गराइदिनु हुने यस सिटी क्याटरिङ कम्पनीका सम्पूर्ण अनिताई लगायत उहाँका टिम, उहाँलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब समयमै हामीले निर्धारित समयमै हामीले चाहिँ कार्यक्रम सुरु गरेको भए सायद यति ढिला समय लाग्दैन थियो र पनि हामी समय ढिलो भए पनि हामीले कार्यक्रम सफल बनाउन सफल भयो। यतिन्जेलसम्म हामीलाई साथ र सहयोग गरेर चाहिँ यहाँ उपस्थित भएर हामीले जे जति सकेका थियौँ त्यो खानाको व्यवस्था गरेका थियौँ, त्यो चाहिँ स्वीकार गरेर आजको कार्यक्रम भव्य रूपमा सफल बनाइदिनु भएकोमा सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार। सफल बनाइदिनु भएकोमा सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद।